अलराइट सो स्टार्ट गरेँ नयाँ प्रोजेक्ट हैन त ओके सो विन्डोज वेब एप्लिकेसन लेट्स से नाम दिएँ मैले ओके सेलेक्ट गर्नु पर्यो let's say leapfrog.web जस्तै .online.web store भनेर नि ठीक छ सो अनलाइन या त ई-कमर्स ओके अनलाइन भनौँ अनलाइन किन भन्नु पर्यो वेब स्टोर डट एप्लिकेसन भनौँ त हैन वेब स्टोर डट एप्लिकेसन नेक्स्ट गर्यो त्यसपछि आएर उसले मलाई के डायलग दिन्छ त ओके एमबीसी ठीक छ सो एमबीसी अब नेक्स्ट क्लासमा म चाहिँ यो एम्प्टी गरेर स्क्रैचबाट स्टार्ट गर्ने चाहिँ गर्दिन्छु ठीक छ आजलाई चाहिँ हामी के गर्छौं त अलरेडी यहाँ चुज गर्छौं सो युनिट टेस्टिङ हाल्ने हो भने यसलाई पनि सिलेक्ट गर्नु पर्यो चेन्ज अथेन्टिकेसन्समा चाहिँ म के गर्न चाहन्छु त आई डोन्ट वान्ट टु सिलेक्ट एनी अफ दिस म चाहिँ के गर्छु त नो अथेन्टिकेसन गर्छु बिकज वी वान्ट टु क्रिएट आवर ओन अथेन्टिकेसन हैन सो यो गरिसकेपछि यो भयो अब यहाँ चाहिँ सर्भर अजुर सफ्टवेयर सर्भरमा होस्ट गर्ने यसलाई टिक गर्नु पर्यो सो वी डोन्ट ह्याभ अजुर सर्भर सो यसलाई सिलेक्ट गरे सो ओके गर्यो सो क्रिएट गर्दैछ के त ओके सो सेटअप गर्यो हैन ठीक छ सो यो राखिसकेपछि सबभन्दा पहिला हामीले चाहिँ के छ एजाक्स गर्नुभन्दा पनि पहिला चाहिँ हामी चाहिँ के गर्छौं त एरियाको लागि चाहिँ काम गर्छौं सो एरिया काम गर्दा यो प्रोजेक्टमा राइट क्लिक गर्यो ठीक छ सो राइट क्लिक गरिसकेपछि एडमा आयो एडमा आइसकेपछि यहाँ एरिया भन्ने चीज छ सबभन्दा टपमा ठीक छ एरियालाई सिलेक्ट गर्यो सो एरियाको नाम चाहिँ मैले नाम दिएँ ओके दिस इज द एडमिन एरिया ठीक छ सो यसको मतलब मैले यो एरिया हाल्ने बित्तिकै एरियाज भन्ने एउटा फोल्डर क्रिएट गर्छ र त्यसभित्र चाहिँ एउटा मोड्युल जस्तै क्रिएट हुन्छ जस्तै फर इक्जाम्पल यहाँ हेरौँ एरियाजमा आयो एडमिन भन्ने आयो ठीक छ एडमिन भित्र नै कन्ट्रोलर्स मोडल्स भ्यूज अल दिस शेयर्ड इच एन्ड एभ्रिथिङ छ ठीक छ सो यो अनुसार चाहिँ एडमिन एरिया रेजिस्ट्रेसनको पनि यहाँ चाहिँ उसले चाहिँ के गरिरहेछ त एरियाको नेम चाहिँ के लेखेको छ त्यसपछि आएर रेजिस्टर एरिया भन्यो एरियाको चाहिँ यो के हो हाम्रो चाहिँ जुन राउटिङ कन्फिगरेसन छ यो पनि चाहिँ यहाँ लेखिदियो यसको मतलब के हो त भन्दाखेरि एडमिन स्ल्याशबाट स्टार्ट हुने जति सबै कुरा चाहिँ यहाँ यो चाहिँ पर्टिकुलर एरियाको फोल्डरभित्र हुन्छ ठीक छ सो यसमा मैले एउटा कन्ट्रोलर राखेँ नि ओके राइट क्लिक गर्यो एड कन्ट्रोलर गर्यो सो यो कन्ट्रोलरको नाम चाहिँ मैले के भने ड्यासबोर्ड भनेर नि त ठीक छ सो एमटी एमबीसी नै राख्न चाहन्छु म ओके सो DASHBORD ड्यासबोर्ड ओके राइट अब एडमिनबाट स्ल्याश एडमिनबाट स्टार्ट हुन्छ कि अरूको ऊ यहाँ चाहिँ एरियाको नाम चेन्ज गर्ने नि हैन एरियाको नाम चेन्ज गर्ने हैन सो यो गरिसकेपछि अब मैले के गर्नु पर्यो त सिमिलरली मैले एउटा चाहिँ भ्यू हाल्नु पर्यो ठीक छ त्यो मजाले तपाईले जे नाम दिए पनि हुन्छ नो प्रब्लम एएम मात्र गरे पनि हुन्छ हैन ठीक छ सो राइट क्लिक गर्यो त्यसपछि आएर मैले के गरे एड भ्यू गरे सो एड भ्यू गर्दाखेरि हामीसँग चाहिँ अहिले चाहिँ एम्प्टी ब्ल्याङ्क आउँछ किन त भन्दाखेरि यसको शेयर्ड फोल्डरमा खाली छ के ठीक छ layout.html चाहिँ हामीले हालेको छैन सो वी क्यान एड इट लेटर सो अहिले चाहिँ मैले इन्डेक्स गर्यो ओके गर्यो सो अब चाहिँ यो मुनिको जुन यो भ्यूजको छ नि यो भ्यूजको चाहिँ यो ड्यासबोर्डले चाहिँ सिलेक्ट गर्दैन के लेआउट चाहिँ हैन कुनको गर्छ त यही भित्रै उले खोज्छ छ भने देखाउँछ छैन भने देखाउँदैन ठीक छ सो यो अनुसार अब मैले चाहिँ यहाँ चाहिँ यो एडमिन एरिया यो ड्यासबोर्डको लागि चाहिँ के छ त भन्दा लगइन गरेर मात्र छिर्नु पर्छ भनेर ठीक छ यसको लागि मैले यहाँ के राख्नु पर्यो एनोटेसन AUTHORIZT अथोराइज भन्ने चाहिँ एनोटेसन छ जुन चाहिँ system.webmbc को बाइ डिफल्ट यो चाहिँ एट्रिब्युट हो ठीक छ सो यसको मतलब अब अथोराइजमा फेरि यहाँ चाहिँ ब्र्याकेट गरेर हामीले चाहिँ अरु पनि रोल्सहरु पनि डिफाइन गर्न सक्छौं के जस्तै फर एक्जाम्पल यो ड्यासबोर्डमा चाहिँ एडमिन रोल भएकोले मात्र चलाउन पाउने याङ ट्याङ भनेर चाहिँ गर्न पाउँछ तर अहिले चाहिँ आई डोन्ट वान्ट टु कन्फ्युज यु गाइज राइट नाउ ठीक छ सो अथोराइज मात्र भनेपछि यो एट्रिब्युट राख्ने बित्तिकै के हुन्छ त अथोराइज हुन्छ सो अब यस भित्र पनि मलाई चाहिँ के छ त जस्तै फर एक्जाम्पल पब्लिक strng स्ट्रिङ चाहिँ ओके स्याम्पल भनेर नि त यो स्याम्पल चाहिँ लगइन चाहिँ नगरे तापनि हेर्न पाउँछ भनेर भन्यो नि त ठीक छ सो लेट्स से रिटर्न चाहिँ मैले ओके एडमिन स्याम्पल पेज भन्यो ठीक छ सो यो पार्टको यो ब्लकलाई चाहिँ यहाँ अथोराइज चाहिए तापनि यो ब्लकलाई चाहिँ मैले चाहिँ के छ लगइन नगरिकन हेर्न पाउने बनाउनको लागि के गर्न सकिन्छ त भन्दाखेरि यसमा अझ अर्को पनि डटमेट एडभान्टेज छ एलाउ एनोनिमस भन्ने छ ठीक छ सो यो एट्रिब्युट हाल्ने बित्तिकै के हुन्छ त भन्दाखेरि अथोराइज गर्न परे तापनि यो ब्लक चाहिँ अथोराइज भयो गर्न पर्ने भयो यो ब्लक चाहिँ के हुन्छ त लगइन गरिराख्न पर्दैन ठीक छ एनीबडी क्यान युज यसलाई चाहिँ हामी के हुन्छ अथोराइज एनोनिमस भन्ने अलराइट सो यो दुईटा कुरालाई मैले यहाँ राखेँ
अब यहाँ लगइन गर्नुपर्ने भनिसकेपछि सबभन्दा पहिला थोरै अलिकति मेहनत चाहिँ गर्नुपर्छ। त्यो भनेको चाहिँ जस्तै भ्युजमा गएर मैले चाहिँ web.config मा गएँ। किन त भन्दाखेरि लगइन गर्दाखेरि कहाँ पठाउने त भन्नु त पर्यो नि त। सो त्यो अनुसार मैले यहाँ यो ब्लकमा चाहिँ यहाँ web.config को ब्लकमा चाहिँ यो भ्यू भित्रको web.config मा चाहिँ system.http भन्ने चाहिँ खोज्नु पर्यो हामीले है। ठीक छ। सो system.http कहाँ छ? ओके system.web सरी है। यहाँ भित्र गएर मैले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि यहाँ चाहिँ अथोराइजेसन भन्ने छ। ठीक छ। अथेन्टिकेसन हैन, अथोराइजेसन सरी। अथोराइजेसन यो भन्यो। अथोराइजेसनमा चाहिँ अथेन्टिकेसन है हो। अथेन्टिकेसन ओके। अथेन्टिकेसनमा यहाँ मोड भन्ने छ, याद गर्नु भएको छ नि त हैन। सो मोडमा 4 डिफरेन्ट तरिकाहरूको छ। मैले अघि भनेको थिएँ नि विन्डोज लगइनबाट चाहिँ विन्डोजको युजर नेम पासवर्ड राख्ने कि अथवा चाहिँ के अरे फेडरेटेड छ। पासपोर्ट भनेको चाहिँ यो अनलाइन यो उहरू सिस्टमहरू हुन्छ नि, जस्तै फर इक्जाम्पल तपाईँहरूले फेसबुक भाया लगइन भाया फेसबुक ट्विटर यिनीहरूको लागि हुन्छ। सो अहिलेलाई चाहिँ म युज गर्दैछु फर्म्स लगइन। सो आई वान्ट टु क्रिएट अ कस्टम फर्म लगइन। ठीक छ। सो अथेन्टिकेसन मोड यो भन्यो। सो यो फर्मभित्र चाहिँ यहाँ फर्म्स भन्ने छ, मल्टिपल फर्मको युआरएलहरू क्रिएट गर्न सकिन्छ। जस्तै फर्म्समा गयो, फर्म्समा गइसकेपछि सबभन्दा पहिला फर्मको लगइन युआरएल भन्ने छ। सो लगइन युआरएल कुन राख्ने त भन्यो root/login भन्यो। सो द्याट मिन्स हाम्रो बाई डिफल्ट लगइन युआरएल चाहिँ कुन हो त /login भयो। ठीक छ। सो त्यसपछि आएर हामीले चाहिँ अरू पनि चिजहरू थप्न सक्छौँ, कुकी लेस गर्ने कि नगर्ने। ठीक छ। कुकीमा हाल्ने कि नहाल्ने, डोमेन कुन चाहिँ हो, एसएसएल रिक्वायर गर्ने कि नगर्ने, अरू चिजहरू जस्तै फर इक्जाम्पल हाम्रो लगइन गर्ने एसएसएल रिक्वायर गर्ने भने एसएसएल सर्टिफिकेट पनि हालेर एचटीटीपीएसमा रन गराउनको लागि चाहिँ एसएसएल राख्छौँ। ठीक छ। सो टाइम आउट भनेको मतलब के हो, लगइन चाहिँ कति सेकेन्डभित्र गर्ने त। जस्तै फर इक्जाम्पल लगइन चाहिँ 30 गऱ्यो भने यसको मतलब के हो त 30 सेकेन्डभित्र लगआउट भइसक्नु पर्ने हैन, लगइन भइसक्नु पर्ने, नत्र चाहिँ के हुन्छ टाइम आउट भइदिन्छ। सो यो भयो। त्यसपछि आएर मैले डिफल्ट लगइन चाहिँ अब लगइन गरिसकेपछि कहाँ जान्छ डिफल्ट भन्यो। डिफल्टमा चाहिँ डीए सो एडमिनको -board ड्यासबोर्डमा पठाउन चाहन्छु भन्यो। ठीक छ। सो यो चाहिँ हाम्रो एउटा चाहिँ उ भयो। ओके। सो यो चाहिँ भयो लगइनसम्म। अहिले अथेन्टिकेसन मात्र राखेको छ, मैले मेम्बरसिपको काम चाहिँ गरेको छैन, याद गरौँ है। ठीक छ। सो यो अनुसार हाम्रो चाहिँ ड्यासबोर्डमा जाने बेलामा ड्यासबोर्डमा जब गइन्छ ड्यासबोर्डमा क्लिक गर्दाखेरि चाहिँ उसले लगइन पेजमा चाहिँ फाल्छ कि फाल्दैन हेरौँ न त। ठीक छ। सो यति लेखिसकेपछि ओके। सो यो अनुसार पहिला चाहिँ म के गर्छु, पहिला फर्स्टमा चाहिँ यो अथेन्टिकेसन गरेको पार्टलाई चाहिँ कमेन्ट गर्न चाहन्छु। सो द्याट के हुन्छ हेरौँ। ठीक छ। यति नलेखेको खण्डमा चाहिँ है। सो अब आयो मैले चाहिँ मेरो लोकलको भ्युजमा चाहिँ सेयरको लेआउटमा एउटा छ, अर्को एउटा चाहिँ लिङ्क हालिदिएँ। सो एकर्डिङ टु यो लिङ्कहरूमा सिफ्ट एन गर्यो, कपी गर्यो। ओके। सो म चाहिँ कहाँ जान चाहन्छु त ड्यासबोर्डमा जान चाहन्छु। सो ड्यासबोर्डमा हाम्रो चाहिँ कुन हो त, जस्तै फर इक्जाम्पल हाम्रो ड्यासबोर्ड कमा त्यसपछि आएर यहाँ के छ एक्सन नेम राउट भ्यालु यो छ, कन्ट्रोलर नेम छ। त्यसपछि आएर कन्ट्रोलर नेमको एरियाको वाला कहाँ छ हेरौँ, एरिया छ यहाँ। ओके। एक्सन नेम कन्ट्रोलर नेम भन्यो। ओके। अब हाम्रो चाहिँ यहाँ छ। सो यतिका धेरै अप्सनहरूमध्ये हामीसँग अहिले कहाँ छन् त राउट भ्यालु डिक्सनरी हो त कन्ट्रोल नेम। ओके। सो एक्सन नेममा म चाहिँ इन्डेक्स गर्छु। त्यसपछि आएर यहाँ चाहिँ हाम्रो चाहिँ एडमिन स्ल्यास लेट्स से ड्यासबोर्ड गरिदिएर। ठीक छ। सो यो गर्ने अब काम गर्छ गर्दैन टेस्ट गर्नुपर्छ। सो एकचोटि एप्लिकेसनलाई रन गरेँ। सो लगइन पेजमा पठाउँछ कि पठाउँदैन हेरौँ है त। सो यहाँ गयो ड्यासबोर्डमा जाँदाखेरि यहाँ हेरौँ है एडमिन स्ल्यास ड्यासबोर्ड छ। ठीक छ। सो यसलाई मैले क्लिक गर्दाखेरि उसले के गर्यो त अथराइज छैन भन्यो, याद गरेँ नि त हैन। ठीक छ। किनभने हामीले यहाँ एनोटेसन राखेको थियो। कुन चाहिँ एनोटेसन राखेको थियौँ त ड्यासबोर्डमा अथराइज गर्नुपर्छ भनेको थियो। ठीक छ। तर अथराइजेसनमा यो 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 एरर आयो 401 अनअथराइज भन्ने पेज आयो, याद गरौँ त हैन। सो यसको मतलब के हो त भन्दाखेरि हामीले के गरेका छैन त अथराइज मोड डिफाइन गरेका छैन, त्यही भएर यो एरर आयो। ठीक छ। सो यसको मतलब के हो त भन्दाखेरि जब हामीले when you see this error हैन, when you see this error यसको मतलब के हो त, यसको मतलब के आएको हो, के चाहिन्छ भनेको अथराइजेसन मोडमा गएको छ भनेको हैन। सो यो अनुसार अब मैले चाहिँ के गर्नु पर्यो, अहिलेको web.config लाई चाहिँ फेरि एकचोटि मैले के गरेँ
यहाँ चाहिँ हटाइदिएँ, वेब डट कन्फिगलाई चाहिँ मैले के गरेँ हटाइदिएँ। सो अथोराइजेसन यसमा चाहिँ हटाइदिएँ। ओके, सो अब आएर फर्म लगइन गर्यो भनेपछि उसले चाहिँ मलाई के गर्नु पऱ्यो त, ओके दिस थिङ सुड रिडाइरेक्ट मी इन्टु वेयर, कहाँ रिडाइरेक्ट गर्नु पऱ्यो उसले है, कहाँ रिडाइरेक्ट गर्नु पऱ्यो, लगइनमा। सो लेट्स गो ब्याक होइन, सो यहाँ जाउँ एकचोटि साइटमा एकचोटि रिफ्रेस गरौँ चाहिँ। ओके, अथेन्टिकेसनमा चाहिँ फर्म लगइन त भन्यो, इट इज एन एरर मेसिन टु एप्लिकेसन बियोन्ड भर्चुअल मेसिन आइएसए चाहिँ स्टार्ट भएको छैन, फेरि फेरि रिफ्रेस गरौँ। ओके, मैले चाहिँ के गरेको थिएन त, लगआउट गरौँ। ओके, सो अथेन्टिकेसन गऱ्यो, मोड गऱ्यो, फर्म गऱ्यो, सो टाइम आउट 30 बेसी भएको छ, अहिलेलाई हटाइदिउँ। ओके, सेभ गऱ्यो, सो लगइन गरेँ। ओके, कन्फिगरेसन एरर भन्यो, जस्तै यसको मतलब इट इज एन एरर टु युज अ सेक्सन रेजिस्टर एज के अरे एलाउड डिफाइन। यसको मतलब के हो त भन्दाखेरि मैले चाहिँ जुन डिफल्ट युआरएल गरेर चाहिँ यसमा चाहिँ प्रब्लम आयो, किनभने यसमा अथोराइज गर्नुपर्ने युआरएलमा बाई डिफल्ट पठाउन मिलेन नि त होइन। सो बाई डिफल्ट युआरएल चाहिँ म कहाँ पठाउँछु त, म होममा पठाउँछु भने, ठिक छ। सो रन गऱ्यो, किनभने एडमिन स्ल्यास ड्यासबोर्डमा त अथोराइज त गरिरहनु पर्यो नि त, ठिक छ। सो एरर निकाली काम गर्दैछौँ, किन त भन्दाखेरि वेन यु हेभ टु फेस दिस प्रब्लम you don't have to worry होइन त। ओके, फेरि यही प्रब्लम आयो, वेट अ मिनट, दिस इन मेसिन टु एप्लिकेसन बियोन्ड लेभल, दिस एरर इज कल्ड भर्चुअल इज नट बिङ कन्फिगर एज अ आइएसएल। ओके, सो हाम्रो चाहिँ होइन लगइन पेज नभए होइन, लगइन पेज नभए पनि हुन्छ। अथेन्टिकेसन मोडमा चाहिँ हामी फर्म्स गरेका थियौँ नि त, किन देखायो। ओके, यहाँ गर्नुपर्ने रहेछ नि त। अथेन्टिकेसन मोडमा के छ, फर्म्स गर्यो एन्ड देन फर्म्स। ओके, सो लगइन युआरएल कहाँ छ त, स्ल्यास लगइन गर्यो। ओके, डिफल्ट युआरएल स्ल्यास यो गरिदियो, डिफल्ट युआरएल नहाले पनि हुन्छ है, ठिक छ। सो अब एकचोटि रन गरेर हेरौँ। सो नाउ लेट्स गो ब्याक टु के हो त, ड्यासबोर्डमा जाँदैछौँ है, ठिक छ। सो ड्यासबोर्डमा गइसकेपछि मैले क्लिक गर्ने बित्तिकै कहाँ जान्छ त, अब कहाँ पुग्यो, लगइन युआरएलमा पुग्यो, ठिक छ। कहाँ पुर्याइदियो, लगइनमा पुर्याइदियो। ओके, गुड, भेरी गुड। सो यसको मतलब के हो त भन्दाखेरि हामी भ्युजभित्र लेखेका थियौँ, सो विच यहाँ चाहिँ हामीले यो भ्युज बाहिर यो यसमा लेखेको थियो, त्यो प्रब्लम आयो है, ठिक छ। सो एक्चुअलमा लेख्नुपर्ने कहाँ हो त, बाहिरको वेब डट कन्फिग। सो यो गरिसकेपछि अब मलाई चाहिँ के छ त भन्दाखेरि मैले कस्टम मेम्बरसिप हाल्न लागेको भएर सबभन्दा पहिला लेट्स से कि आई वान्ट टु क्रिएट अ फोल्डर, ठिक छ। सो नयाँ फोल्डरको नाम चाहिँ के बनाएँ, नयाँ फोल्डरलाई भने PROVIDRS प्रोभाइडर्स भने, ठिक छ। सो प्रोभाइडर्सभित्र पनि मैले चाहिँ नाम दिएँ, अर्को नाम दिएँ, क्लास बनाएँ। सो क्लास गर्दाखेरि यो क्लासको नाम चाहिँ के लेख्नु पऱ्यो त, AUTH अथ मेम्बर SHIP सिप PROVIDR प्रोभाइडर भनौँ, ठिक छ। सो अथ मेम्बरसिप प्रोभाइडर भनेको मतलब के हो त, लगइन गर्नुको लागि हो, ठिक छ। सो यसमा चाहिँ मैले के गरेँ, एड गरेँ। सो एड गरिसकेपछि अब यहाँ सबभन्दा पहिला मैले के गर्नु पऱ्यो, युजिङ सिस्टम डट वेब डट के त सेक्युरिटी, ठिक छ। सो SECU सेक्युरिटी। ओके, यहाँ सिस्टम स्पेलिङ मिलेन। ओके, सो यो गरेँ, राइट। सो सेक्युरिटी राखिसकेपछि युजिङ ओके, यो राखिसकेपछि अब एक्सटेन्सन मैले के गर्नु पऱ्यो त भन्दाखेरि देयर आर सो मेनी सेक्युरिटी, जस्तै SQL चाहिँ यहाँ चाहिँ के छ, SQL मेम्बरसिप प्रोभाइडर भनेको चाहिँ यो के को लागि हो त, SQL को मेम्बरसिपको लागि भयो। अर्को छ हामीसँग चाहिँ जस्तै विन्डोजको छ अथेन्टिकेसन चाहिँ हाम्रो चाहिँ विन्डोज टोकन रोल भनेको छ, यो भनेको के हो, विन्डोजको लागि भयो। अहिले युज गर्न लाग्छ हामी के हो त, मेम्बरसिप प्रोभाइडर। सो यो गरेर यो एब्स्ट्राक्ट क्लासलाई चाहिँ हामी के गर्छौँ त, इम्प्लिमेन्ट गर्छौँ, ठिक छ। मेम्बरसिप चाहिँ दिस इज अ एब्स्ट्राक्ट क्लास। सो यो भन्ने बित्तिकै एब्स्ट्राक्ट क्लास भन्ने बित्तिकै उसले मलाई के फोर्स गर्यो त, इम्प्लिमेन्ट गर भन्यो नि त होइन। सो यो अनुसार इम्प्लिमेन्ट एब्स्ट्राक्ट क्लास गर्ने बित्तिकै ओके दिस मेनी थिङ्स छ।
सो एप्लिकेसनको नाम के भन्यो यसमा चाहिँ अब यु क्यान सेट दिस वान हैन सो अहिलेलाई चाहिँ सबै केही पनि राख्दिनँ सो देयर आर सो मेनी थिङ्स जस्तै पासवर्ड रिट्रिभल गर्दाखेरि कुन चाहिँ इन्भोक गर्ने त्यसपछि पासवर्ड चेन्ज गर्दाखेरि म्याक्सिमम पासवर्ड एटेम्प गर्दाखेरि के एटेम्प गर्ने यो सबै कुराहरू छन् तर यसमा चाहिँ मलाई चाहिँ लगइनको पार्ट चाहिँ मलाई रिक्वायर्ड गर्दाखेरि चाहिँ दिस वान इज द ह्यान्डी के ठीक छ यहाँ गएर चाहिँ मैले के लेख्छु त भ्यालिडेट युजर भनेर लेख्छु ठीक छ अहिलेलाई आई डोन्ट वान्ट टु राइट एनिथिङ राइट नाउ ठीक छ सो यति मात्र गरेँ अब हामीले चाहिँ लगइन गर्नुको लागि चाहिँ यो मेम्बरसिप प्रोभाइड गर्छौँ भनिसकेपछि अब हामीले गएर सबभन्दा पहिला फेरि web.config जानु पर्यो ओके web.config गइसकेपछि कुन चाहिँ क्लास इम्प्लिमेन्ट गर्दैछौँ त लगइनको लागि भनेर भन्नको लागि हामीले चाहिँ यहाँ अथेन्टिकेसन हालिसकेपछि अर्को छ अथोराइजेसन भन्ने हुन्छ ठीक छ सो अथोराइजेसन ओके सो अथोराइजेसन भित्र के हुन्छ त सरी अथोराइजेसन प्रोभाइडर अथोराइजेसन हैन मेम्बरसिप सरी मेम्बरसिप ओके मेम्बरसिपमा चाहिँ हाम्रो चाहिँ के छ जस्तै फर इक्जाम्पल डिफल्ट प्रोभाइडरमा हाम्रो के छ त एप्लिकेसनको नाम के हो ओके लिफरग डट वेब स्टोर डट एप्लिकेसन डट प्रोभाइडर्स डट अथ मेम्बरसिप प्रोभाइडर ठीक छ सो यो चाहिँ हाम्रो मेम्बरसिप भयो अब यो मेम्बरसिप भित्र के हुन्छ त डिफ्रेन्ट काइन्ड अफ प्रोभाइडर्सहरू हामीले डिफाइन गर्न सक्छौँ विच इज अ एड ठीक छ सो यो भित्र प्रोभाइडर एउटा चाहिँ नाम एड गरेर त प्रोभाइडरको नाम छ नेम भन्यो अथ के हो त मेम्बरसिप प्रोभाइडर एन्ड देन यसको चाहिँ टाइप चाहिँ कुन हो त भन्दाखेरि यही नै डिफल्ट प्रोभाइडर जे छ यही चिजलाई चाहिँ मैले कपी गरेर लेख्दिएँ ओके सो यहाँ गएर मैले चाहिँ पेस्ट गरेँ ठीक छ सो अब यो चाहिँ अथोराइजेसन मोड चाहिँ हामीले लेखेको कोडमा चाहिँ अथोराइजेसन मोड हुन्छ ठीक छ सो यतिन्जेलसम्म म चाहिँ आम गोना एड अ लगइन पेज एज वेल ठीक छ सो एड गर्यो अब चाहिँ लगइन पेजमा आइसकेपछि खाली पेज त दिन भएन ठीक छ सो लगइन पेजको लागि मैले सेलेक्ट गरेँ जति पनि यहाँ मेम्बरसिपमा डिफाइन गर्नु सो अब लगइनको लागि मैले यो पेज गरेँ त्यसपछि आएर लगइनको लागि एड भ्यू गर्नु पर्यो सो एड भ्यू गरेर मैले चाहिँ यसलाई इन्डेक्स नै राखेँ ओके सो अब लगइन गर्दाखेरि मलाई के हुन्छ त युजर नेम र पासवर्ड हुन्छ नि त थाहा छ नि होइन सो युजर नेम र पासवर्ड चाहिँ रिक्वायर्ड दुनियाँ बनाउनु पर्ने हुन्छ सो त्यो अनुसार चाहिँ सबभन्दा पहिला चाहिँ वाट आम गोना डु इज यहाँ एउटा चाहिँ मोडल होइन म अर्को एउटा पनि मोडल बनाउन चाहन्छु टु डिफ्रेन्ट मोडल एउटा मोडल चाहिँ मेरो चाहिँ डेटाबेससँगको म्यापिङको लागि भयो अर्को चाहिँ मेरो भ्युजहरूको लागि जसलाई चाहिँ हामी नाम दिन्छु नाम दिएँ ओके न्यू फोल्डर भ्यू एमओडिएलएस मोडल्स भन्यो ठिक छ सो भ्यू मोडलमा भ्यूको लागि युज गर्ने मोडल चाहिँ हामी के भन्छौँ त भ्यू मोडल भन्छ ठिक छ सो यो अनुसार नेम दियो ओके यहाँ गएर टक्क लाएर नयाँ क्लास राखेँ यसलाई नाम दिएँ लगइन भनेर नाम दिएँ ठिक छ सो लगइन नाम दिइसकेपछि यो क्लासमा वाट डु आई निड त भन्दाखेरि ओके प्रपर्टीमा आइएनटी चाहिँदैन स्ट्रिङ चाहिँ के हुन्छ त युजर नेम भन्यो एन्ड देन अर्को के हुन्छ पासवर्ड ठिक छ ओके लगइन गर्दाखेरि दिस फिल्ड इज के हो त यो फिल्ड के हो त यो फिल्ड के हो रिक्वायर्ड सो यो डेटा एनोटेसन राखेँ यो डेटा एनोटेसन राख्नको लागि मैले के गर्नु इम्पोर्ट गर्नु पर्यो सिस्टम डट कम्पोनेन्ट मोडल डट डेटा एनोटेसन भनेर चाहिँ मैले के गर्नु पर्यो इम्पोर्ट गर्नु पर्यो सो द्याट मिन्स रिक्वायर्ड भन्यो त्यसपछि आएर फर इक्जाम्पल अर्को आरइक्युआरडी रिक्वायर्ड गरेँ ओके यहाँ चाहिँ अब जस्तै फर इक्जाम्पल डेटा फर्मेट पनि हामीले डिफाइन गर्न सक्छौँ पासवर्ड हो भने मैले चाहिँ के गर्छु जस्तै फर इक्जाम्पल डेटा टाइप भन्यो डेटा टाइपमा के छ डेटा टाइप डट लेट्स से खै त डेटा टाइप डेट टाइप भएछ डेटा टाइप डट के हो त करेन्सी हो कि कस्टम हो कि डेट हो कि मैले राखेँ अब यहाँ चाहिँ के हो त पासवर्ड फर्मेट भन्यो ठिक छ सो यसको मतलब यो के हो त पासवर्ड टाइपको भयो भनेर डिफाइन गरेँ ठिक छ सो रिक्वायर्ड पनि छ यो पनि छ सो दिस इज अ माई भ्यू मोडल राइट सो यो गइसकेपछि अब म लगइन कन्ट्रोलरमा गएर के गर्न चाहन्छु त भन्दाखेरि ओके यो इन्डेक्समा जब कल गर्छ कल गर्ने बेलामा आई वान्ट टु गिभ दिस न्यू लगइन भन्ने एउटा चाहिँ अब्जेक्टलाई चाहिँ म पास गर्न चाहन्छु भने ठिक छ सो लगइन मोडललाई ओके सो यो क्लिक गरिसकेपछि भ्यू मोडल चाहिँ मेरो यहाँ इम्पोर्ट गरेँ ठिक छ सो यो भइसकेपछि राइट क्लिक गर्यो हामीले चाहिँ यहाँ इन्डेक्स डट एचटिएमएल हालिसक्यौँ ठिक छ सो यो पेजको नाम चाहिँ मैले लगइन भनेर राखिदिएँ ओके सो यहाँ पनि लगइन गरेँ ओके सो अब हामीले बनाउनु पर्यो के त फर्म बनाउनु पर्यो ठिक छ सो फर्म बनाउनुको लागि @युजिङ एचटिएमएल डट के गर्नु पर्यो बिगिन फर्म गर्नु पर्यो सो
सो फर्म बिगिन गरिसकेपछि यहाँ प्यारामिटरमा पोस्ट गर्ने कुन ट्याबमा पोस्ट गर्ने देयर आर सो मेनी अप्सन्सहरू छन् आई डोन्ट वान्ट टु युज इट राइट नाउ ठिक छ अहिले डिफल्ट त्यही पेजमै त्यही कन्ट्रोलरमा चाहिँ उसले चाहिँ पोस्ट गर्छ भन्ने हिसाबले सोचौँ सो एन्ड देन डिभ गर्यो क्लास इक्वल्स टु फर्म ड्यास ग्रुप राइट सो फर्म ड्यास ग्रुप ओके सो मैले अघि यहाँ चाहिँ लगइन कन्ट्रोलरमा यहाँ के पास गरेको छ लगइन अब्जेक्ट पास गरेको छ नि त होइन भ्यू मोडल सो यसको मतलब अब मैले चाहिँ यहाँ के भन्नु पऱ्यो भने यो मोडलमा चाहिँ युज गर्न लाग्यो मेरो मोडल चाहिँ @model मोडल चाहिँ लिपफ्रगको डट ओके वेब स्टोर डट एप्लिकेसन डट भ्यू मोडल्स डट कुन चाहिँ हो त लगइन सो दिस एप्लिकेसन यो क्लास चाहिँ मैले यसमा युज गर्दैछु भनेर भन्ने सो यो अनुसार मैले @html डट यहाँ चाहिँ मैले के भने त भन्दाखेरि जस्तै फर इक्जाम्पल लेबल होइन कि लेबल फर भन्यो माथि मोडल युज गरिसके भएर एम गरेर मैले एनोटेसन यो चाहिँ लाम्डा एक्सप्रेसनबाट एम डट यहाँ चाहिँ के देखाउँदैछु त एम डट चाहिँ आई वान्ट टु डिस्प्ले युजर नेम भन्यो ठिक छ सो यो गर्यो अब लेबल पछि के चाहियो त टेक्स्ट बक्स चाहियो सो HTML डट टेक्स्ट एरिया ओके अथवा चाहिँ टेक्स्ट बक्स फर गर्यो सो स्टिल यहाँ चाहिँ एम गर्यो एन्ड के हो त एम डट युजर नेम गर्यो सो त्यसपछि आएर सर्टेन अप्सन चाहिँ आई वान्ट टु चेन्ज इट जस्तै फर इक्जाम्पल अप्सनलमा चाहिँ HTML एट्रिब्युट्स भनेको छ सो मलाई चाहिँ के गर्यो यो टेक्स्ट बक्समा चाहिँ मलाई एउटा क्लास पनि पुश गर्नु पऱ्यो नि त भनेपछि न्यू गर्यो सो त्यसपछि आएर यो अब्जेक्ट यसरी राख्यो सो @क्लास इक्वल्स टु के त फर्म ड्यास UNTRL कन्ट्रोल भन्यो सो त्यो क्लास चाहिँ उसले चाहिँ अप्लाई गरिदिन्छ त्यसमा चाहिँ सो यो एउटा भयो युजर नेमको लागि भयो ठिक छ सो अनदर अप्सन चाहिँ मेरो के को लागि भयो त पासवर्डको लागि डट पासवर्ड ठिक छ सो यो अनुसार एम डट पासवर्ड भयो डट पासवर्ड सो यसमा चाहिँ मैले अब टेक्स्ट बक्स राखिदिँदैन सो डट एडिटर फर भन्ने छ यहाँ ठिक छ सो पासवर्ड नराखिकन पासवर्ड पनि राख्न मिल्थ्यो तर एडिटर फर राख्दाखेरि एउटा चाहिँ के हुन्छ भने जस्तै अघिको लगइनमा चाहिँ मैले यहाँ डेटा टाइप भनेको छ नि त होइन यो डिफाइन गरेको भएर बाइ डिफल्ट उसले भ्यूमा चाहिँ त्यो पर्टिकुलर टेक्स्ट बक्सले केमा कन्भर्ट गरिदिन्छ त पासवर्डमा एडिटर गर्ने बित्तिकै बाइ डिफल्ट यो चाहिँ यो एनोटेसन रिड गरेर उसले त्यही अनुसारको चाहिँ ब्लक चाहिँ बनाइदिन्छ ठिक छ सो यो भइसकेपछि अब यहाँ गयो अब्जेक्टमा आइसकेपछि के कस्तो भयो त हेरौँ सो लगइनको लेआउट हेरौँ ओके टेक्स्ट बक्स भयो अब वाट इज मिसिङ त के मिसिङ छ बटन पासवर्ड हालिसक्यो हामीले ठिक छ सो पासवर्ड गर्यो बटन टाइप इक्वल्स टु के हो त सबमिट गर्यो एन्ड क्लास इक्वल्स टु लेट्स से BTN भन्यो BTN ड्यास प्राइमरी नै गरौँ एन्ड देन यसलाई चाहिँ भन्यो लगइन भन्यो ओके अब यसमा चाहिँ म के गर्न चाहन्छु भन्दाखेरि मेरो वेबसाइटमा चाहिँ मेरै फर्म युज गरेर लगइन गरोस् ठिक छ सो त्यो अनुसार चाहिँ हामीले के गर्नु त्यसलाई चाहिँ एन्टी फर्जरी रिक्वेस्ट भन्छ नि थाहा छ होइन CSRF क्रस साइट रिक्वेस्ट फर्जरीको हटाउनको लागि HTML डट यहाँ चाहिँ एन्टी के त सो एन्टी फर्जरी टोकन गर्ने बित्तिकै उसले चाहिँ त्यो टोकनको एउटा हिडन फिल्ड पनि जेनेरेट गरिदिन्छ ठिक छ सो यो पनि भयो यो राखिसकेपछि लगइन पनि राख्यो यो पनि राख्यो अब लगइन बटन थिच्ने बित्तिकै हामीले चाहिँ के गर्नु पर्यो त त्यो फर्ममा आएर पोस्ट गर्छ ठिक छ यहाँ पोस्ट गर्छ सो डिफल्ट पोस्ट चाहिँ हाम्रो लगइन कन्ट्रोलरमै यही इन्डेक्समै पोस्ट गर्ने भएकोले गर्दाखेरि यो मेथड मेरो डिफल्ट मेथड के हो त गेट मेथड भयो सो अब अर्को मेथड मैले बनाउनु पर्यो के को लागि त यो गेट मेथड हो भने अर्को कुन मेथड हो फर्म पोस्ट गर्छ सो यो अनुसार मैले यसै चिजलाई कपी गर्यो ओके यहाँ आयो यहाँ आइसकेपछि एनोटेसन हालिदिन्छु मैले HTTP पोस्ट भनेर ठिक छ सो यहाँ आएर पोस्ट आउँछ सो फर्स्ट प्यारामिटरमा उसले चाहिँ त्यहाँबाट मोडल नै पोस्ट गरेर पठाउँछ नि त डाटा मोडलमा पाइनुहुन्छ भनेपछि यहाँ हाम्रो मोडल के थियो LOGIN लगइन ओके लगइन गरेँ कमा चाहिँ हाम्रो स्ट्रिङ चाहिँ RETURN रिटर्न URL इक्वल्स टु चाहिँ ब्ल्याङ्क गरिदियो ठिक छ सो यसको मतलब के हो त भन्दाखेरि लगइन मोडल आउँछ यदि रिटर्न URL भन्ने ब्ल्याङ्क छैन भने त्यहाँ चाहिँ रिडाइरेक्ट गर्ने नभए चाहिँ बाइ डिफल्ट ल्यान्डिङ पेजमा पठाउने भनेर चाहिँ हामी गर्छौँ ठिक छ सो यो अनुसार अब यहाँ आइसकेपछि सबभन्दा पहिला के चेक गर्नु पर्यो त भन्दाखेरि उसले पठाएको लगइन अब्जेक्टहरू भ्यालिड छ कि छैन त भनेपछि इफ MODL मोडल स्टेट डट भ्यालिड भन्ने छ सो इज भ्यालिड ठिक छ यदि चाहिँ भ्यालिड छ भने ठिक छ भ्यालिड छ भने चाहिँ नि हामी चाहिँ के गर्छौँ त भ्यालिड छ भने के गर्छौँ त काम गर्छौँ सर्टेन कामहरू ठिक छ सो भ्यालिड छैन भने त बाइ डिफल्ट तलको रिटर्नमा आयो सो तल यहाँ आउने बित्तिकै यो इफ कन्डिसनभित्र छिरेन भने हामीले चाहिँ के गर्नु पऱ्यो यो पेजमा आउनु पऱ्यो ठिक छ सो यो आउँदाखेरि मैले के गर्नु पऱ्यो MODL मोडल स्टेट डट चाहिँ के गर्नु पऱ्यो त यहाँ चाहिँ एड मोडल एरर भन्यो सो अगाडि चाहिँ की चाहिँ मैले ब्ल्याङ्क गरेँ कमा चाहिँ गरेँ सो इनभ्यालिड युजर नेम / पासवर्ड भनेर चाहिँ मैले लेखिदिएँ ठिक छ सो विच वी विल डिस्प्ले लेटर ओके
सो यो गर्यो। अब यहाँ आइसकेपछि फेरि यहाँ आइसकेपछि मलाई के देखाउन चाहन्छु त यो लगइनमा टेक्स्ट बक्समा यदि चाहिँ मैले एरर आएको छ भने आई वान्ट टु डिस्प्ले द एरर एज वेल क्या, ठिक छ। सो @HTML डट यहाँ चाहिँ भ्यालिडेट छ, भ्यालिडेट मेसेज फर भन्यो। सो ब्राकेटमा मैले एम गर्यो। सो के राख्नु पर्यो त एम डट युजर नेम। सो युजर नेमको जे मेसेज छ त्यही हाल्ने भन्यो। सिमिलरली आम गर्न कपी एन्ड पेस्ट इट हियर। ओके, सो भ्यालिडेट मेसेजमा एम डट के हो त पासवर्ड। ओके, सो त्यो बाहेक अरू कुनै एरर आउँछन् भने आई वान्ट टु डिस्प्ले इट हियर भन्यो। सो यो अनुसार @HTML डट यहाँ चाहिँ के भन्नु पर्यो त भन्दा जस्तै फर इक्जाम्पल भ्यालिडेसन समरी भन्यो, ठिक छ। सो भ्यालिडेसन समरीले चाहिँ त्यस बाहेकका अरू एररहरू छन् भने त्यसलाई पनि त्यहाँ गएर डिस्प्ले गरिदिन्छ। गुड, अलराइट। सो यो अनुसार अब हाम्रो लगइन पेज पनि बन्यो। अब हामी चाहिँ मेन होम कन्ट्रोलरबाट रन गर्न चाहन्छौँ रहेछ। सो लेट्स सी व्हाट ह्यापन्स हैन त, ठिक छ। ओके, सो त्यहाँसम्म जाउँ। अनि यहाँ लगइनको चाहिँ यो पेजमा आउँछ कि आउँदैन पनि हेरौँ। त्यहाँ चाहिँ के राख्नु पर्यो त फेरि ब्रेक पोइन्ट हाल्नु पर्यो। सो यहाँ जाउँ, लगइनको पोस्ट गर्ने बेला त यो पेजमा आउँछ, ठिक छ। यहाँ चाहिँ मैले के हालेँ ब्रेक पोइन्ट हालेँ। ओके, इट्स लोडिङ आयो। मैले ड्यासबोर्डमा क्लिक गरेँ। ड्यासबोर्डमा क्लिक गर्ने बित्तिकै हाम्रो कहाँ पुर्याइदियो त यहाँ पुर्याइदियो, ठिक छ। यसमा चाहिँ मैले के हाल्न बिर्सिया रहेछ त क्लास हाल्न बिर्सिया, ठिक छ। सो युजर नेम यहाँ छ। लगइन मात्र क्लिक गर्ने बित्तिकै मेरो के भयो लगइन स्टेटमा आयो, ठिक छ। सो यहाँ पोस्ट भयो, यहाँ आयो एक्चुअलमा चाहिँ, ठिक छ। सो ब्रेक पोइन्टमा मैले के गरेँ जस्तै फर इक्जाम्पल F10 गर्यो। सो मोडल इज भ्यालिड फल्स छ नि त हैन। सो यसको मतलब यो कन्डिसनभित्र छिरेन बाहिरै आउँछ यहाँ, ठिक छ। सो यसलाई मैले F5 गरेँ। सरी F5 यहाँ गर्नु मिल्दैन। ओके, कन्टिन्यू नै गरौँ। सो यहाँ आयो, उसले चाहिँ मलाई के भ्यालिडेसन दियो त ओके युजर नेम इज रिक्वायर्ड, यो चाहिँ रिक्वायर्ड अनि अघि मैले लेखेको थिएँ इनभ्यालिड युजर नेम एन्ड पासवर्ड लेख्यो, ठिक छ। सो यहाँसम्मको कुरा ठिक छ। सो फेरि आयो मोडल स्टेटमा मैले यहाँ लेखिसकेँ। यहाँ टक्क लगाएर क्लिक गरौँ। सो यहाँ आइसकेपछि अब मैले चाहिँ यहाँ एडमिन भन्यो, त्यसपछि आएर एडमिन। अघि मैले डेटा फर्मेट राखेको भएर एडिटर फर गर्दा के आयो त यहाँ पासवर्ड आयो नि त हैन। सो यो अनुसार चाहिँ मैले सर्टेन चिज लेखेँ, लगइन गरेँ। सो नाउ इट्स अ भ्यालिड के किन त भन्दाखेरि हाम्रोमा चाहिँ दुइटैमा के हुनु पर्थ्यो ट्रु आयो नि त हैन। किनभने दुइटै भ्यालिड रिक्वायर गरेको थियो, रिक्वायर भएर ट्रु भयो, ट्रु भयो नि त राइट। सो अब यो भित्र चाहिँ हाम्रो मोडल स्टेट आउँछ। सो अब यसको मतलब के हो त भन्दाखेरि हाम्रो लगइन गर्न चाहिँ अलिकति रेडी भयो, ठिक छ। सो यो अनुसार अब म चाहिँ लगइनको लागि सर्टेन कुराहरू चाहिँ लेख्छु। ओके, सो मोडलमा गएँ। ओके, आई वान्ट टु क्रिएट अ क्लास। ओके, सो क्लासमा चाहिँ मैले के भने युजर। ओके, युजर भने क्लास बनाएँ। अब चाहिँ मोडल भ्यू मोडल हैन कि मोडल है। सो प्रप गर्यो, INT आइडी गरेँ। नेम अनि त्यसपछि आएर इमेल हैन। सो ओके स्ट्याटस सो यो मोडल गरिसकेपछि फेरि आएर मैले चाहिँ के गरेँ त भन्दाखेरि राइट क्लिक गरेर नयाँ एड गरेर नयाँ फोल्डर बनाएँ रिपोजिटोरी, ठिक छ। सो यो रिपोजिटोरी भित्र मेरो के आउँछ त अब फेरि नयाँ एड गर्यो। ओके, सो नयाँ इन्टरफेस गरौँ। सो यो नाम चाहिँ के गरेँ युजर REPO रिपोजिटोरी। सो यहाँ भित्र सर्टेन अहिलेलाई चाहिँ म एरे नै राख्न चाहन्छु। ओके, सो आई वान्ट अ युजर लगइन भन्यो। सो स्ट्रिङ युजर नेम कमा स्ट्रिङ के त पासवर्ड। सो अहिलेलाई यो मलाई चाहिँ अब गेटल सेटल अहिले राख्नु छैन, तर राख्नु पर्ने हुन्छ मलाई थाहा छ, किनभने यसले चाहिँ एउटा अब्जेक्ट रिटर्न गर्यो। सो आई निड अ लिस्ट अफ युजर। गेटल त खास चाहिने थिएन, त्यही पनि राखिराखौँ। ओके, सो यो गर्यो एन्ड देन यति दुईवटा राख्यो। ओके, सो यो गरिसकेपछि पब्लिक यसलाई मैले आई युजर भन्यो एन्ड युजर रिपोजिटरी एक्सटेन्स इम्प्लिमेन्ट्स को त आई युजर रिपोजिटरी। राइट, सो अब उसले मलाई के फोर्स गर्यो त इम्प्लिमेन्ट गर भन्यो। ओके, सो लिस्ट अलमा गेट अलमा चाहिँ मैले के गरेँ भने जस्तै फर इक्जाम्पल रिटर्न न्यू लिस्ट अफ युजर्स। ओके, सो लिस्ट अफ युजर्स। ओके, यसभित्र न्यू युजर पास गर्न चाहन्छु म। सो युजर पास गर्दाखेरि के गर्यो त हामीले चाहिँ अहिलेलाई चाहिँ आइडी भन्यो इक्वल्स टु 1 गर्यो।
त्यसपछि आएर युजर नेममा चाहिँ लेट्स से ओके अरुण अनि पासवर्डमा चाहिँ इक्वल्स टु हैन त ओके इमेल इक्वल्स टु चाहिँ gmail.com कमा status इक्वल्स टु ट्रू गरिदिए ठीक छ सो यो एउटा अब्जेक्ट भयो सो आम गोना कपी दिस वान ओके यहाँ गयो म गएँ दुईटा अब्जेक्ट राख्दिउँ सो पासवर्डमा चाहिँ यहाँ चाहिँ ओके रबिन भन्यो ओके पासवर्डमा चाहिँ गर्लफ्रेन्ड 2 भनेर हैन त ठीक छ रबिन ओके अर्को एउटा युजर राखौँ ओके सो यहाँ युजर राख्दिएँ ओके यहाँ चाहिँ विद्या भनेर राख्दिएँ हैन ठीक छ ओके डोन्ट कम लेट भन्ने पासवर्ड चाहिँ यसमा चाहिँ फल्स गर्थेँ फल्स स्ट्याटस चाहिँ फल्स गर्थेँ ठीक छ सो यसको मतलब के हो त भन्दाखेरि दुईटा एक्टिभ युजर छ एउटा चाहिँ इनएक्टिभ युजर छ यो अनुसार चाहिँ मैले चाहिँ यहाँ रिटर्न गरेँ हैन आइडी चाहिँ 3 हैन सो 3 गरेँ सो अब लगइन गर्दाखेरि चाहिँ म के गर्न चाहन्छु त भन्दाखेरि त्यही गेट अलमै भएको कुराहरूलाई चाहिँ म चाहिँ लिस्टिङ गर्न चाहन्छु ठीक छ सो यो अनुसार var यहाँ चाहिँ युजर भन्यो इक्वल्स टु चाहिँ के गर्यो त भन्दाखेरि जस्तै अब चाहिँ यहाँ म लिङ्क यु युज गर्न चाहन्छु ठीक छ सो फ्रम हैन फ्रम यु इन के त गेट अल गर्यो गेट अल गर्ने बित्तिकै भाइबरको लिस्ट आउँछ सो द्याट्स अ कलेक्सन भयो ठीक छ वेयर यु डट के त युजर नेम हैन त युजर नेम इक्वल्स टु युजर नेम एन्ड यु डट पासवर्ड इक्वल्स टु के त पासवर्ड गर्यो ठीक छ डट चाहिँ फेरि म चाहिँ कन्भर्टमा चाहिँ के गर्छु टु लिस्ट गर्न चाहन्छु टु लिस्टमा चाहिँ ठीक छ किन चाहिँ मैले टु लिस्ट गरेँ होला त भन्दाखेरि हेरौँ है त सो यो लिस्ट गर्दाखेरि अब इफ युजर डट काउन्ट इज ग्रेटर देन 0 ठीक छ सो यसको मतलब के हो त भन्दाखेरि दुईटै पास मिस म्याच हुने बित्तिकै एउटा रेकर्ड त आउँछ नि त हैन ठीक छ सो त्यसलाई चाहिँ लिस्टमा कन्भर्ट गर्नुको कारण के हो त भन्दाखेरि यसमा नल भन्ने आउँदैन क्या अर्कै एरर आउन सक्छ त्यही भएर चाहिँ मैले यहाँ के गरेँ सो यो रिटर्न चाहिँ मैले युजर डट के गरेँ त्यो कलेक्सनमा थियो ठीक छ सो युजर डट मैले चाहिँ फर्स्ट भनेर यहाँ चाहिँ गरे पनि हुन्छ अथवा चाहिँ सिङ्गल भनेर चाहिँ डट SINGLE सिङ्गल सो यसको मतलब एउटा सिङ्गल रेकर्ड चाहिँ मैले के गरिदिन्छ रिटर्न गरिदिन्छ ठीक छ सो यहाँ चाहिँ मैले के गरेँ रिटर्न नल गरिदिएँ ओके सो यसको मतलब के हो त भन्दाखेरि यो खोजेर ल्याउन सकिएन भने चाहिँ के हुन्छ त नल हुन्छ ओके सो यो अनुसार अब हामीसँग यो रिपोजिटरी छ युजर रिपोजिटरी सो यो लगइन गर्दाखेरि कहाँ चेक गर्नु पर्यो अथेन्टिकेसन मेम्बरसिपमा जानु पर्यो सो यो अनुसार सबभन्दा टपमा गएँ म यो युजर रिपोजिटरीलाई यहाँ चाहिँ लोड गर्नु पर्यो सो यहाँ आएर प्राइभेट आई युजर रिपोजिटरी भनौँ सो यसलाई चाहिँ मैले के गरेँ इम्पोर्ट गरेँ ओके सो इक्वल्स टु न्यू के त न्यू युजर रिपोजिटरी राइट सो यो गरिसकेपछि अब हाम्रो सबभन्दा लास्टमा गएँ के चेक गर्नु पर्यो त यहाँ भ्यालिडेसन गर्दाखेरि चेक गर्नु पर्यो सो इफ जस्तै युजर पनि राख्नु पर्यो ओके यो गर्यो सो युजर इक्वल्स टु न्यू युजर होइन कि के त युजर रिपोजिटरी सरी हामीले यहाँ भेरिएबल क्रिएट गरेन जस्तो लाग्यो ओके ओके अंडरस्कोर युजर रिपोजिटरी राइट सो यसलाई मैले कपी गरेँ एन्ड दिस गोज हियर डट के त लगइन गरेँ सो लगइनमा दुईटा प्यारामिटर आउँदैछ एउटा के छ त युजर नेम आउँदैछ एन्ड अर्को के छ त पासवर्ड आउँदैछ विच इज हियर राइट यहाँ छ नि त हैन सो यो पासवर्डमा जे आयो त्यो भयो सो अब के गर्नु पर्यो इफ युजर इक्वल्स टु नल यसको मतलब के हो यहाँ रिटर्न चाहिँ के गर्नु पर्यो त फल्स गर्नु पर्यो ठीक छ इक्वल्स टु नल भयो भने एल्स के त एज लेखिराख्नै पर्दैन नि त हैन यहाँ इफ कन्डिसन यो फल्स नल भएन भनेको मतलब त रेकर्ड आइहाल्यो त हैन सो युजरमा आयो सो अब यो युजरको जति पनि लगइन गरेर आएको इन्फर्मेसन छ इमेल सिमेल जे छ म चाहिँ सेसनमा स्टोर गर्न चाहन्छु रे त ठीक छ सो अब यहाँ के छ त भने एउटा सिम्पल प्रब्लम छ कि यो मेम्बरशिप क्लास भयो हामीले चाहिँ यो सेसन चलाउने भनेको सबै कुराहरू चाहिँ बाइ डिफल्ट यसको चाहिँ यो कन्ट्रोलरतिर गर्न पाउँछ सो यो अनुसार चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि एउटा भेरिएबल एक्सेस गर्नु पर्यो जसलाई चाहिँ हामी HTTP कन्टेक्स्ट भन्छौँ
ठिक छ। सो एचटीटीपी कन्टेक्स्टमा के गर्छौँ भने जस्तै फर इक्जाम्पल के सेसनमा स्टोर गर्नु पर्यो एचटीटीपी CONTX। एचटीटीपी कन्टेक्स्ट भनेको ग्लोबल कन्टेक्स्ट हो। डट मैले चाहिँ के गरेँ करेन्ट गरेँ। सो करेन्ट गर्ने बित्तिकै करेन्ट कन्टेक्स्ट दिन्छ मलाई, ठिक छ। सो करेन्ट कन्टेक्स्टको चाहिँ करेन्ट स्कोपको चाहिँ सेसनभित्र ओके सेसनमा डट एड गर्न चाहन्छु। के एड गर्न चाहन्छु त भन्दाखेरि युजर इक्वल्स टु चाहिँ यो माथिको चाहिँ युजर राख्ने, ठिक छ। सो युजरको सबै इन्फर्मेसन चाहिँ मलाई त्यहाँ आयो नि त होइन। सो यो आइसकेपछि लगइनमा चाहिँ यहाँ आइसकेपछि युजर राख्यो। अब यहाँबाट म के गर्न चाहन्छु रिटर्न चाहिँ ट्रु गर्न चाहन्छु, ठिक छ। ओके ओके एचटीटीपी कन्टेक्स्ट एकैछिन है। एचटीटीपी करेन्ट कन्टेक्स्टको सेसन गेट्स अर सेट कन्टेक्स्ट अब्जेक्ट ओके इक्वल्स टु यहाँ लोकल भेरिएबल भयो ओके रिप्रेजेन्ट्स एस एड तेरिका सेसन डट एड यस्तो हुन्छ नि त की र भ्यालु होइन। सो की र भ्यालुको पेयरमा युजर गरेँ कमा युजरलाई चाहिँ मैले कहाँ राखिदिएँ त यो युजर अब्जेक्टलाई कहाँ स्टोर गरेँ मैले युजर सेसनमा स्टोर गरेँ, ठिक छ। होइन युजर नेम र पासवर्ड पठाउँदैन, यो युजरमा भएको चाहिँ सबै यो अब्जेक्ट बाइन्ड गरेर पठाइदिन्छ उसले सबै इन्फर्मेसन होइन। सो अब आइसकेपछि अब लेट्स गो ब्याक टु अ लगइन हाम्रो कन्ट्रोलरमा जाउँ। लगइन कन्ट्रोलरमा गइसकेपछि अब यहाँ चाहिँ के चेक गर्नु पर्यो यदि भ्यालिड स्टेट भइसकेपछि के गर्नु पर्यो त हाम्रो करेन्ट मेम्बरसिपमा अथेन्टिकेट गर्नु पर्यो, ठिक छ। सो यो अनुसार इफ हाम्रो चाहिँ के गर्नु पर्यो भन्दाखेरि MEMBR मेम्बर SHIP मेम्बरसिप। सो मेम्बरसिपको लागि यहाँ टक्क लाएर मैले सिस्टम डट वेब डट सेक्युरिटी मैले इम्पोर्ट गर्नु पर्यो। सो मेम्बरसिप डट यहाँ चाहिँ भ्यालिडेट युजर भने अब आयो नि त होइन। सो किन त भन्दाखेरि भ्यालिडेट युजर हामीले अथेन्टिकेसनको मेम्बरसिप प्रोभाइडरमा भ्यालिडेट युजर भन्ने छ, ठिक छ। सो वी वान्ट टु भ्यालिडेट आवर युजर हो। सो भ्यालिडेट युजरमा आउँछ युजर नेम र पासवर्ड भनेको लगइन मोडलको युजर नेम अनि कमा लगइनको के हो त डट पासवर्ड, ठिक छ। सो मेम्बरसिप गरिसकेपछि उसले के गर्छ ट्रु अर फल्स रिटर्न गर्छ, थाहा छ नि त होइन। सो यदि चाहिँ मैले चाहिँ यहाँ ट्रु रिटर्न भएको छ भने ठिक छ ट्रु रिटर्न भएको छ भने यदि चाहिँ के छ भने ट्रु रिटर्न भएको छ तर अब मलाई चाहिँ के थाहा हुनु पर्यो भने त्यो रिटर्न गर्दाखेरि हाम्रो चाहिँ एक्टिभ र इनएक्टिभ युजर पनि छ, थाहा छ नि होइन। उताबाट त मलाई के दिएर पठायो भन्दाखेरि यो मान्छे छ कि छैन मात्र मलाई पठाइदियो, छ भने ट्रु हुन्छ छैन भने फल्स आउँछ। यहाँसम्म त क्लियर छ। सो फल्स भयो भने त कुनै प्रब्लम भएन, ठिक छ। सो अब यहाँ भ्यालिडेट गरिसकेपछि यहाँ भ्यालिडेट भयो तर चाहिँ के छ एल्स भ्यालिडेट भएन, ठिक छ। भएन भने के गर्नु पर्यो त हामीले फालिदिनु पर्यो नि त, ठिक छ। कहाँ फालिदिनु पर्यो त कहाँ फालिदिनु पर्यो ओके युजर नेम र पासवर्डमै पाल्नु पर्यो। सो यसको मतलब के हो त भन्दाखेरि जस्तै फर इक्जाम्पल यो इफलाई एल्सलाई यो चाहिँ इनभ्यालिड युजर नेम र पासवर्ड चाहिँ यहाँ यसरी राखिदिन्छु एल्स ब्लकमा, ठिक छ। सो यो एल्स ब्लकमा के लेख्नु पर्यो त भन्दाखेरि फेरि एरर देखाउनु पर्यो नि त होइन। मोडल स्टेट डट एड मोडल युजर त्यसपछि आएर की चाहिँ मैले ब्ल्याङ्कै गरिदिएँ एन्ड देन अर्को चाहिँ के छ जस्तै फर इक्जाम्पल हामीसँग के भन्नु पर्यो यहाँ चाहिँ इनभ्यालिड युजर नेम र पासवर्ड भन्यो मोडलको एररमा चाहिँ यो ब्ल्याङ्क आउँदाखेरि चाहिँ के छ त भन्दाखेरि जस्तै त्यो अहिलेको चाहिँ के छ एम्प्टी भयो अहिलेलाई चाहिँ मोडल एरर यो ब्ल्याङ्कै राखिदिउँ आई डोन्ट वान्ट टु डिस्प्ले दिस होइन त्यहाँ एरर देखाइरहेको छ। सो यहाँ गइसकेपछि म के लेख्न चाहन्छु मोडल एररमा चाहिँ इनभ्यालिड युजर नेम स्ल्यास पासवर्ड, ठिक छ। सो चाहिँ यो स्टेटमा भयो ओके। सो यो स्टेटमा आइसकेपछि बाई डिफल्ट यो चाहिँ रिटर्न भ्यू त गरे नै भयो, ठिक छ। सो अब यहाँ मेरो चाहिँ मेम्बरसिप यहाँ माथि चाहिँ के छ भ्यालिडेट भएको खण्डमा पहिला युजरको त्यो अब्जेक्ट हामीले चाहिँ एउटा कहाँ राखेको छ त सेसन स्टोकमा राखेको छ नि त होइन। सो भनेपछि के गर्नु पर्यो त भन्ने जस्तै युजरलाई यो अब्जेक्टलाई फेरि इम्पोर्ट गर्नु पर्यो ओके। कहाँ चाहिँ इम्पोर्ट खै त प्रिन्सिपल यो प्रिन्सिपल युजर होइन ओके। यो युजर चाहिँ हाम्रो के हो त भने जस्तै फर इक्जाम्पल हाम्रो LEAP लिपफ्रग डट वेब स्टोर डट एप्लिकेसन डट हाम्रो चाहिँ मोडल्स डट किनभने सिस्टम डट वेब डट सेक्युरिटी गर्दाखेरि त्यसमा पनि के छ त युजर भन्ने क्लास छ क्या। सो त्यही भएर यसलाई चाहिँ यसरी चाहिँ मैले लेख्नु पर्यो ओके। सो यो युजर इक्वल्स टु चाहिँ हामीले के गर्नु पर्यो युजर कहाँ स्टोर गरेको छ हामीले कहाँ स्टोर गरेको छ त सेसनको कुन चाहिँ हो कि युजर, ठिक छ। सो यहाँ आइसकेपछि के चेक गर्नु पर्यो त भने जस्तै यो युजर पनि हामीले यतिका लामै लेख्नु पर्यो कपी गरेर यहाँभित्र पेस्ट गरिदिनु पर्यो, ठिक छ डट गरेर। सो यो युजर भनेको यो हो भने कास्टिङ गरेर
किनभने सेसनमा बाई डिफल्ट के हुन्छ अब्जेक्ट स्टोर हुन्छ त्यो अब्जेक्टलाई चाहिँ मैले के गर्नु पर्यो कुनमा कन्भर्ट गर्नु पर्यो युजर भन्ने अब्जेक्टमा कन्भर्ट गर्नु पर्यो ठीक छ सो नाउ अब यो गइसकेपछि इफ युजर डट चाहिँ के छ स्ट्याटस चाहिँ के छ त स्ट्याटस चाहिँ इक्वल्स टु फल्स छ अथवा चाहिँ नट ट्रु भनौँ न ट्रु छ भने चाहिँ के गर्नु पर्यो ड्यासबोर्डमा रिडाइरेक्ट गर्नु पर्यो ठीक छ सो रिटर्न चाहिँ के छ रिटर्न टु हाम्रो रिडिरेक्ट टु एक्सन भन्यो लेट्स से एक्सनमा जाँदाखेरि कुन चाहिँ त एक्सन नेम कन्ट्रोलर नेम ओके सो एक्सन नेम चाहिँ मेरो कुन हो त इन्डेक्स छ कन्ट्रोलर चाहिँ मेरो एडमिन स्ल्यास के हो त ड्यासबोर्ड छ सो यो कन्ट्रोलरमा चाहिँ रिडाइरेक्ट गर्यो भने सो द्याट मिन्स लगइन सक्सेसफुल सो स्ट्याटस फल्स आयो ठीक छ सो फल्स आउने बित्तिकै के गर्नु पर्यो त मैले फेरि रिडाइरेक्ट गरेर कहाँ पठाइदिनु पर्यो त लगइनमा होइन एररमा त देखाइदिनु नट एक्टिभ भनेर चाहिँ हैन नट एक्टिभ येट ठीक छ सो अब अनुसार लगइन गरौँ सबै कुराहरू छन् हेरौँ हाम्रो लगइन मोडल के भयो भने नो गरौँ एरर आयो ठीक छ सो सुरुमै एरर आयो कहाँ आयो त ओके पासवर्डमा किन समस्या आयो ए यस यस लास्टमा के सेलेक्ट गर्ने त भन्नु पर्यो नि त हैन त त्यो सर्च गरिसकेपछि त्यो कलेक्सनबाट के सर्च गर्ने त भन्नु पर्यो नि त हैन गुड वान थ्याङ्क यू यसलाई हामी के भन्छौँ अरे लिङ्क यू भन्छौँ हो ठिक छ राइट सो ड्यासबोर्डमा गइसकेपछि त्यसले कहाँ फाल्दियो लगइनमा फाल्दियो ठिक छ सो लगइनमा फालिसकेपछि जे पाइ त्यही लेखेँ मैले ओके लगइन गर्यो ओके के आउँछ ओके यहाँ आयो ओके भ्यालिडेट गर्दाखेरि के भन्यो त भन्दाखेरि जस्तै फर इक्जाम्पल यो क्लासलाई चाहिँ हामीले कन्फिगर गरेकै छैन नि त के डिफल्ट मेम्बरसिप कुड नट बी फाउन्ड भन्यो सो यो भन्नुको मतलब के हो त भने जस्तै फर इक्जाम्पल यहाँ मेम्बरसिप त हामीले कल गऱ्यौँ ठिक छ सो डिफल्ट मेम्बरसिप कुन हो भन्ने कुराहरू उसले चाहिँ थाहा पाउन सकेन डिफल्ट मेम्बरसिपमा चाहिँ ठिक छ सो यो अनुसार मैले के गर्नु पर्यो त हाम्रो यहाँ गएर ओके सो डिफल्ट मेम्बरसिप भनेर भन्नु पर्यो यो अनुसार हाम्रो कहाँ हो त वेब डट कन्फिगमा एकचोटि हेरौँ ओके डिफल्ट मेम्बरसिप भनेर नेम स्पेस हालेको छ हामीले ओके सो एड मेम्बरसिप ओके एड नेम टाइप इक्वल्स टु मेम्बरसिप डिफल्ट प्रोभाइडर यो छ ओके अब यो अब्जेक्टलाई के गर्नु पर्यो त यो अब्जेक्ट त इन्स्टेन्सिएटै भएको छैन नि त हैन ठिक छ सो सबभन्दा पहिला इन्स्टेन्सिएट गर्नुको लागि के गर्नु पर्यो त भन्दाखेरि हामीसँग यहाँ ग्लोबल डट एएसएक्स फाइल भन्ने हुनुपर्छ ठिक छ सो ग्लोबल डट एएसएक्स फाइल यहाँ गयो यहाँ गइसकेपछि यो प्रोभाइडरलाई यसमा लगेर एप्लिकेसन स्टार्ट गर्ने बेलामा न्यू के गरेँ त मैले एप्लिकेसन प्रोभाइडरलाई चाहिँ मैले के गरेँ इन्स्टेन्सिएट गरेँ ठिक छ सो यो अनुसार यो गरेँ सो यसको मतलब अब यो अब्जेक्ट एभाइलेबल भयो भयो नि त हैन सो अगेन लेट्स गो ब्याक आउन सक्ने भवितव्य एररहरू पनि निकाल्दै हामी काम गर्दैछौँ यसको मतलब के हो त जब कुनै एरर आउँछन् तपाईहरु के गर्नु परेन आत्तिन परेन गुड राइट सो लेट्स एड समथिङ यहाँ गयो यो गर्यो लगइन गर्यो ओके सो अब्जेक्ट इन्स्टेन्सिएट गरेको भएर ओके फेरि यहाँ आयो के भयो त मेम्बरसिप डट भ्यालिडेट युजरमा चाहिँ के भने डिफल्ट मेम्बरसिप प्रोभाइडर कुड नट बी फाउन्ड एन्ड त ल फेरि कन्फिगरेसन सिस्टम डट कन्फिगरेसन एरर्स भन्यो ओके यहाँसम्म चाहिँ यो पुग्यो ओके मेम्बरसिप डट भ्यालिडेट भन्यो सो यो अनुसार मेम्बरसिप ओके सो यो मेम्बरसिप डट भ्यालिडेट गर्ने होइन कि हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि हाम्रो अहिलेको के थियो एयुटिएचएन अथेन्टिकेसन मेम्बरसिपमा चाहिँ यही त हो नि मेम्बरसिपै हो डिफल्ट मेम्बरसिपमा हामीले के गर्यौँ त एक्चुअली यहाँ जाउँ यो पनि ठिक छ एन्ड देन हाम्रो क्लासको नाम F2 गरौँ यो क्लासको नाम के हो auth membership provider and web.config मा गइसकेपछि प्रोभाइडर्समा पेस्ट यही नै हो ओके टाइप यो भयो एन्ड
मेम्बरशिप डिफल्ट मेम्बरशिप लगइन आइसकेपछि ओके सो यसको मतलब के हो त भन्दाखेरि डिफल्ट प्रोभाइडरमा चाहिँ यो नाम चाहिँ यो किवर्ड दियो हो त्यसपछि आएर यो भनेको यो हो एन्ड यो भनेको के हो त यो टाइप हो ठिक छ सो यो हुनुपर्ने सानोतिनो मिस्टेक हुन्छ ओके र त्यसले के दुखाउँछ रे के दुखाउँछ रे टाउको दुखाउँछ है तपाईँ हेरौँ एक्चुअली लगइन गर्यो ओके लगइन गर्यो ओके इनभ्यालिड युजर नेम एन्ड पासवर्ड भन्यो हो ठिक छ यहाँसम्म काम गरेर आएको छ सो यसको मतलब यहाँ काम गरेर आएको छ कि छैन यहाँ हाम्रो त्यहाँ मेम्बरसिपसम्म पुगेको छ कि छैन पनि हेरौँ न त होइन सो के गर्दो रहेछ त यसको हेरौँ है ओके सो यो अनुसार कहाँ गरेँ ब्रेक पोइन्ट यहाँ हाल्ने ठिक छ भ्यालिडेट युजरको लागि सो यहाँ गयो अब यहाँ जे पाएँ त्यही राखेँ ओके लगइन गर्यो सो त्यहीँ आइपुग्यो होला पुग्यो नि त होइन सो भ्यालिडेसनमा आइपुग्यो ओके सो यहाँ गयो त्यसपछि आएर F11 गरेँ ओके युजरमा गयो सो लगइनकोमा उसले के चेक गर्यो टक्क लाएर F10 गऱ्यो सो युजरमा चाहिँ के गयो जस्तै आयो खोज्दैछ होला ओके सो युजरमा काउन्ट 0 आयो ठिक छ सो काउन्ट 0 भन्दा बेसी भयो भने चाहिँ उसले सिंगल सेलेक्ट गर्छ अझ यहाँ आजकल 2015 मा यसो कति टाइम लाग्यो पनि देखाउँछ है सो नल आयो नि त होइन सो नल आउने बित्तिकै यसको मतलब के आउने भयो त अब के आउने भयो त लगइन गर्यो सो नल छ भने रिटर्न फल्स गर्ने भयो ठिक छ सो नल छ भने फल्स गर्ने भयो ओके सो कति बेर लाग्यो ओके सो मोडल स्टेटमा इनभ्यालिड युजर नेम एन्ड पासवर्ड राख्थ्यो ठिक छ सो यसको मतलब के हो एल्समा गयो अब आएर मैले के गरेँ फेरि टक्क लाएर F10 गर्यो त्यसपछि आएर रनै गरिदिउँ सो यो अनुसार मलाई एरर आउने भयो हो इनभ्यालिड युजर नेम एन्ड पासवर्ड अब भएको युजर नेम राखौँ के थियो त विद्या थियो है विद्या अनि पासवर्ड के थियो अरे डोन्ट कम लेट ओके ओके योर एकाउन्ट इज नट एक्टिभ येट गुड यो पनि आयो ठिक छ ओके अब अरुण राख्यो अनि त्यसपछि आएर के थियो त JARLFRIEND गर्लफ्रेन्ड ठिक छ सो अब मेरो के भयो त लगइन त भयो एरर आएन तर के भयो त यहीँ अड्क्यो सो यसको मतलब के हो त भन्दाखेरि अब मेम्बरसिपलाई हाम्रो लगइन सक्सेसफुल भयो भनिसक्नुपर्छ क्या ठिक छ किनभने मैले यहाँ यो पार्टमा त कोड लेखाएको छैन नि त जब लगइन सक्सेस हुन्छ सक्सेस भइसकेपछि के छ भन्दाखेरि ट्रुमा एडमिनमा जाऊ भनेको छ तर लगइन भइसक्यो भनेर त यो सिस्टममा त मैले चिनाउनु पर्यो नि त ठिक छ सो यो अनुसार चाहिँ मैले यहाँ टक्क लाएर FRM फर्म्स अथेन्टिकेसन भन्ने छ फर्म अथेन्टिकेसन डट अथेन्टिकेट छ ठिक छ सो यो चाहिँ कुन चाहिँ हो त भन्दाखेरि जस्तै फर इक्जाम्पल डेप्रिकेटेड भइसकेको रहेछ मेरो पनि के भन्ने ओके त्यही पनि युज गरिदिइराखौँ अहिलेलाई डट अथेन्टिकेट ओके अथेन्टिकेट गर्दाखेरि स्ट्रिङमा चाहिँ युजर नेम के छ लगइन डट युजर नेम अनि त्यसपछि आएर यहाँ चाहिँ के भने त भन्दाखेरि ओके अथेन्टिकेट होइन सरी मेम्बरसिप सरी हाम्रो चाहिँ फर्म्स अथेन्टिकेसन डट अथेन्टिकेट होइन कि यहाँ चाहिँ टक्क लाएर लगइन सेट अथ कुकी भन्ने छ ओके सो सेट अथ कुकीमा चाहिँ के छ युजर नेम चाहिँ मेरो के हो लगइन डट के हो त युजर नेम एन्ड त्यसपछि आएर पर्सिस्टेन्ट गर्ने नहुने भने फल्स गरिदिएँ ठिक छ सो यसले चाहिँ अब के गर्छ त भन्दाखेरि यो सेट कुकीले के गर्यो त यो कुकी राख्ने बित्तिकै ऊ लगइन भयो भने चिन्यो ठिक छ लगइन भयो चिन्यो त्यसपछि आएर उसले के गर्ने भयो रिडाइरेक्ट गर्ने भयो हेरौँ न त अब है फेरि चाहिँ रन गरौँ बुझ्ने काम त तपाईँहरूको हो नि त होइन सो लेट्स से अब चाहिँ ओके अरुण थियो अर्को RABN रबेन थियो अनि अर्को के थियो अरे पासवर्ड के थियो JARLFRIEND गर्लफ्रेन्ड 2 थियो लगइन गरेँ ड्यासबोर्ड लगइन ओके के भन्यो इनभ्यालिड युजर नेम एन्ड पासवर्ड भन्यो ठिक छ सो पासवर्ड के हो हेर्नु पर्यो नि त यहाँ टक्क लगाएर 2 हो यो थियो नि त ओके यहाँ जाउँ रबेन पासवर्ड लगइन गर्यो भयो ड्यासबोर्डमा भयो लगइन भयो सक्सेसफुल ठिक छ सो अब मैले यहाँ लगइन गरिसकेपछि यो एडमिनको यो ड्यासबोर्डमा चाहिँ म के राख्न चाहन्छु त लगआउट राख्न चाहन्छु ठिक छ सो लगआउट राख्ने हो भने मैले के गर्नु पर्यो त फेरि एउटा लगआउट कन्ट्रोलर बनाउनु पर्यो अर ड्यासबोर्डमै पनि मैले लगआउट राख्न सक्छु अहिलेलाई के गरेँ ड्यासबोर्ड कन्ट्रोलर कहाँ छ एडमिनको ड्यासबोर्ड हाम्रो ड्यासबोर्ड कन्ट्रोलर एरियाजको ड्यासबोर्ड ओके सो ड्यासबोर्डमा यहाँ आइसकेपछि यही ड्यासबोर्डमा मैले लेखेँ पब्लिक एक्सन रिजल्ट
रिजल्ट चाहिँ के त लगआउट यो भन्यो ओके सो लगआउट गर्दाखेरि के गर्नु पर्यो त सबभन्दा पहिला हाम्रो चाहिँ SESSIN सेसन डट इनभ्यालिडेट अथवा चाहिँ सेसन डट एबेन्डोन गर्नु पर्यो ठिक छ सो सेसन एबेन्डोन गर्ने बित्तिकै के भयो त सबै सेसन के भयो सित्यो सो त्यसपछि आएर मैले के गर्नु पर्यो रिडाइरेक्ट गर्नु पर्यो नि त हैन सो रिटर्न चाहिँ RET रिडाइरेक्ट टु एक्सन भन्यो सो कुन चाहिँ एक्सन त भन्दाखेरि एक्सन नेम चाहिँ इन्डेक्स एन्ड कमा चाहिँ मैले के गरेँ अर रिडाइरेक्ट टु एक्सन मात्र हैन रिडाइरेक्ट मात्र लेख्दियौँ हामीले चाहिँ टक्क लाएर ओके रिडाइरेक्ट गर्यो सो रुटको कहाँ त लगइन ल जा हैन त सो यो गर्यो ओके सो यो गरिसकेपछि लगिङ भएछ एन्ड RESPONC रेस्पोन्स डट एन्ड त्योभन्दा मुनि केही रन गर्नु छ भने पनि केही पनि रन नगर हुन त अब यहाँ रिटर्न गरिसकेपछि यहाँ त पुग्दैन नि त हैन के फाइदा भयो हैन लेखेर ओके सो अब गयो फेरि एकचोटि जाउँ लिङ्क त हाल्नु पर्ने थियो हैन लिङ्क त हाल्नु पर्ने थियो हो तर ठिकै छ अब बाइ डिफल्ट अघिको चाहिँ हाम्रो चाहिँ सेसन अघि अलरेडी लगइन भइसक्यो भएर ड्यासबोर्डमा गयो भने चाहिँ ड्यासबोर्डमा चाहिँ लगइन गरिराख्नु पर्दैन सिधै लैजान्छ किनभने सेसन हाम्रो चाहिँ के गरिरहेको छ कुकी सेट गरिरहेको छ नि त जबसम्म कुकी एक्सपायर हुँदैन तबसम्म के हुन्छ अलराइट सो ड्यासबोर्डमा गयो /logit लगआउट गरेँ ओके लगइनमा गयो ठिक छ सो अघि मैले ड्यासबोर्डमा जस्तै फर इक्जाम्पल ड्यासबोर्डमा क्लिक गर्दाखेरि लगइन भएन रहेछ सो सेट कुकीमा सेसन एबेन्डोन गर्ने हैन नि त हामीले अघि त सेसनमा हालेको थिएन नि त सेसन एबेन्डोन पनि गर्नुपर्छ तर एक्चुअलमा चाहिँ हाम्रो फर्म्स अथेन्टिकेसन थियो नि त याद छ है फर्म्स यो के थियो अरे सिक्युरिटी एन्ड अघि हाम्रो के थियो त फर्म थियो फर्म्स अथेन्टिकेसन डट हाम्रो चाहिँ साइन आउट भन्ने छ देख्यो नि त हैन सो दिस विल साइन आउट सेसन पनि हाम्रो युजर नेम लगइन थियो त्यसलाई पनि सेसन एबेन्डोन गर्छ त्यसपछि आएर फर्म अथेन्टिकेसन पनि के गर्ने भयो त उसले साइन आउट गर्ने भयो ठिक छ ओके एक लाइन मिस गर्दै लेख्दैछौँ यसको मतलब के हो dashboard okay admin dashboard /logit logout okay to take us to the logout page okay so फेरि ड्यासबोर्डमा गएँ आयो लगआउट भयो नि त हैन सो अब फेरि आए अरुण JRLFRIEND लगइन गर्यो ड्यासबोर्डमा पुग्यो ठिक छ फेरि एकचोटि यहाँ गयो फेरि /लगआउट गरे फर योर पिस अफ योर माइन्ड ठिक छ सो अघिको के थियो त भन्दाखेरि जस्तै फर इक्जाम्पल एडमिन /dashboard/स्याम्पलमा चाहिँ लगइन गर्नु पर्दैन भनेको थियो याद छ नि हैन एलाउ एनोनिमस एलाउ गर्यो नि त हैन सो यसको मतलब के हो त एलाउ एनोनिमस भएको रहेछ ठिक छ सो अब यसको मतलब यो चाहिँ के भयो तर ड्यासबोर्डमा मात्र गयो भने चाहिँ लगइन गरेर आइज भनेको छ ठिक छ सो यसको मतलब के हो त यहाँ थरीको कुराहरू हुँदैछ है सो अब लगइन कसरी सेटअप गर्छ भन्ने कुराहरू थाहा भयो भनेपछि तपाईले यो रिपोजिटरीमा मैले अहिले लिस्ट गरेको छ ठिक छ सो यसको मतलब के हो त भन्दाखेरि यो रिपोजिटरीमा तपाईले के एड गर्न सक्नुहुन्छ त डेटाबेसको चाहिँ कन्सेप्ट चाहिँ एड गर्न सक्नुहुन्छ दैट्स योर होमवर्क ठिक छ योर होमवर्क ओके सो अब पालो आयो हाम्रो चाहिँ कस्टम फिल्टरको पालो आयो ठिक छ सो फिल्टरमा चाहिँ म के गर्न चाहन्छु भने आई वान्ट टु फिल्टर फ्यु थिङ्स नि त ठिक छ सो लेट्स से फिल्टरको लागि मैले एउटा फोल्डर बनाउनु पर्यो ओके सो फिल्टरको लागि ओके राइट क्लिक गरेँ ओके एड गर्यो एडमा चाहिँ न्यू फोल्डर फिल्टर्स भन्यो सो यहाँ चाहिँ मैले नाम दिएँ एड गरेँ सो क्लास ओके सो IPFILTR फिल्टर ATTRIBUT एट्रिब्युट भन्यो ठिक छ सो यो गरिसकेपछि एक्चुअलमा फिल्टर बनाउनुको लागि चाहिँ ACTIN एक्सन फिल्टर सो यो क्लासलाई चाहिँ मैले के गर्नु पर्यो युजिङ system.web.mbc इम्पोर्ट गर्नु पर्यो सो नाउ यो गरिसकेपछि अब दुईटा हुन्छ यो फिल्टर चाहिँ कुन बेला फिल्टर गर्न सक्छ त भन्दाखेरि सर्टेन चीज एक्जिक्युट हुन अगाडि र एक्जिक्युट भइसकेपछि
सो अब हामीले चाहिँ के छ भन्दा राइट क्लिक गरेँ मैले, यहाँ चाहिँ कोड लेख्नु पर्यो। सो पब्लिक ओके ओभरराइड, ठिक छ। ओभरराइडमा के ओभरराइड गर्न मिल्छ त, दिज मेथड्स हामीले चाहिँ जस्तै भोइड गर्यो, भोइड गरिसकेपछि के एक्जिक्युट गर्न सक्छौँ त, चारवटा चिज छ। एक्जिक्युटेड भनेको मतलब एक्सन एक्जिक्युट भइसकेपछि, भनेको मतलब एक्सन भनेको के हो त, त्यो पर्टिकुलर कन्ट्रोलभित्रको जुन एक्सन रिजल्ट थियो नि त्यो एक्जिक्युट भइसकेपछिको। अन एक्सन एक्जिक्युटिङ भनिरहेको छ, एक्जिक्युट गर्दा गर्दै नै चेक गर्ने भयो। सो अन रिजल्ट एक्जिक्युटेड भनेको मतलब अब त्यो भित्रको एक्सन रन भइसकेपछिको जुन रिजल्ट आउनु फाल्नु बाँकी छ नि त, त्यो फाल्ने बेलाको टाइमको भयो। अर्को भनेको अन रिजल्ट एक्जिक्युटिङ हुँदा हुँदैन, ठिक छ। सो यसको भनेको मतलब एउटा थ्रेडमा साइमल्टेनियसली अर्को थ्रेडमा रन हुने भयो, ठिक छ। सो यो अनुसार चाहिँ मैले के हो एक्सन एक्जिक्युट, एक्सनमै पुग्न अगाडि नै चाहिँ म सर्टेन चिज चाहिँ फिल्टर गर्न चाहन्छु भने, ठिक छ। सो अब फिल्टर गर्दाखेरि के फिल्टर गर्नु पर्यो त भने, नामै आइपी फिल्टर भनिसकेपछि कुन आइपीलाई चाहिँ फिल्टर गर्ने त भन्नु पर्यो, ठिक छ। तर अब आइटी फिल्टर गर्नुको लागि चाहिँ अब आइपी एड्रेस लिनु पर्यो, ठिक छ। सो आइपी एड्रेस भनेको करेन्ट सेसनको, करेन्ट कन्टेक्स्टको, करेन्ट युजरको चाहिँ हो, ठिक छ, जसले चाहिँ हामीलाई रिक्वेस्ट गरिरहेको छ भनेपछि सबभन्दा पहिला एचटीटीपी कन्टेक्स्ट भनेर चाहिँ म लेख्न चाहन्छु। सो CONTXT कन्टेक्स्ट इक्वल्स टु एचटीटीपी कन्टेक्स्ट डट CURRENT करेन्ट, करेन्टले पनि के नै रिटर्न गरिरहेको छ त, एचटीटीपी कन्टेक्स्ट नै रिटर्न गरिरहेको छ। सो यसलाई चाहिँ मैले के गरेँ, किनभने लामो कोड लेख्न नपर्ने गरी पहिला भेरिएबलमा स्टोर गरेँ। सो अब मलाई चाहियो आइपी एड्रेस चाहियो, ठिक छ। सो भनेपछि लेट्स से अहिलेलाई चाहिँ म के गर्छु त भन्दाखेरि आइपी एड्रेस चाहिँ म वालमा प्रिन्ट मात्र गर्न चाहन्छु, आई डोन्ट वान्ट टु डु एनिथिङ एल्स, किनभने त्यो कोड चाहिँ तपाईँहरूले लेख्ने भविष्यमा है, ठिक छ। सो आइपी एड्रेस मात्र लिनु परेपछि कन्टेक्स्ट डट रिक्वेस्ट, अब ठिक छ, सेसन रिक्वेस्ट रेस्पोन्स सबै ह्यान्डल गर्न पाउँछु कि मैले यहाँबाट, ठिक छ। सो रिक्वेस्ट गर्दाखेरि चाहिँ मैले के भने त भन्दाखेरि जस्तै फर इक्जाम्पल अहिलेको जुन सेसनमा चाहिँ युजर नेम र पासवर्ड थियो नि त होइन, सो अहिलेलाई चाहिँ के छ भने सेसनको युजरमा चाहिँ अरुण छ भने चाहिँ पर्टिकुलर एउटा चाहिँ एक्सेस गर्न नदिने नि त, लेट चाहिँ अहिलेको चेकिङ चाहिँ यो आइपी फिल्टरमै यो चाहिँ। सो रिक्वेस्ट डट चाहिँ सबभन्दा पहिला हामीले के गर्नु पर्यो त भने, अब कन्टेक्स्ट सेसन चेक गरौँ मैले, कन्टेक्स्ट डट SESSIN सेसन, अथवा चाहिँ यहाँ युजर भन्ने पनि मेथड कल गर्न सक्छौँ। युजर लेख्यो, सो यो युजरलाई चाहिँ मैले यहाँ इम्पोर्ट गरेँ युजिङ यो मोडल्सको चाहिँ। सो युजर इक्वल्स टु चाहिँ CONTXT कन्टेक्स्ट डट के हो त, कन्टेक्स्ट डट REQUEST रिक्वेस्ट, रिक्वेस्ट सेसन, अनि डट सेसनमा चाहिँ के हो त युजर छ, ठिक छ। सो अब यहाँ युजरमा चाहिँ नल छ भने चाहिँ नि, यो चाहिँ नल छ भने अब यो युजर भयो भने युजरमा कास्ट गर्नु पर्यो, किनभने बाई डिफल्ट अब्जेक्ट हुन्छ, थाहा छ होइन। सो यो युजर चाहिँ अहिले चाहिँ के छ त भन्दाखेरि यो युजर सेसनमा अहिलेसम्म बस्या छैन भने चाहिँ यो पर्टिकुलर पार्ट चाहिँ हेर्न नपाउने भनिदिएर नि त, ठिक छ। सो यो अनुसार इफ युजर इक्वल्स टु NULL नल के गर्नु पर्यो त, हाम्रो कन्टेक्स्ट डट सेसन होइन कि कन्टेक्स्ट डट रेस्पोन्स डट रिडिरेक्ट कहाँ पठाइदियो त भन्दाखेरि रुटमा गएर लगइनमा पठाइदिन्छु, ठिक छ। सो यो गरेँ। सो बाँकी भनेको चाहिँ के हो, यो कन्डिसनभित्र छिरेन भने चाहिँ के गर्नु पर्यो, रिडाइरेक्ट गरिसकेपछि कन्टेक्स्ट डट रेस्पोन्स डट एन्ड गर्ने। सो यसको मतलब के हो, त्यसपछि मुनि केही पनि नगर भने, ठिक छ। सो यो क्लास लेखिसकेपछि यो फिल्टर आइपी फिल्टर भनिसकेपछि म केमा फिल्टर गर्न चाहन्छु त भन्दाखेरि पर्टिकुलर कन्टेक्स्टको यो होममा गएर अबाउटमा चाहिँ म के हाल्न चाहन्छु त, यहाँ आइपी फिल्टरलाई चाहिँ म इन्जेक्ट गर्न चाहन्छु, ठिक छ। यो चाहिँ यहाँ चाहिँ लिस्ट गरेँ, ओके। सो यो गरिसकेपछि अब म यहाँ होममा गएँ, जब मैले एबाउटलाई मैले हिट गर्छु, एबाउट हिट गर्ने बेला चाहिँ उसले कहाँ पठाइन्छ त मलाई, लगइनमा पठाइन्छ, ठिक छ। सो काइन्ड अफ यस्तो पनि गर्न सकिन्छ भने। सो नम्बर 1 नम्बर 2 3 4 सकिन लाग्यो, अब 1 बाँकी छ नि त। धेरै कुरा खेल्या हो आज, दिमागबाट माथि माथि गइरहेछ छैन है, भिडियो छ त्यही भएर ढुक्क भइरहेको ओके। सो लगइन भएको छैन भनेपछि म अबाउटमा जाने बित्तिकै उसले मलाई रेस्पोन्स गरेर लगइनमा फालिदिनुपर्छ हो, फालिदियो, फिल्टर भयो भयो नि त होइन। सो भनेपछि अब मैले जस्तै फर इक्जाम्पल अरुण भन्यो ARUN सरी लगइन गरेँ। सो यो पछि आएर डिफल्ट युआरएलमा चाहिँ मेरो कहाँ छ, कहाँ जानु पर्यो उसलाई थाहा छैन। सो कहाँ जाने भन्यो डिफल्ट एडमिनको ड्यासबोर्डमा गयो, ठिक छ। सो यो अनुसार मैले यहाँ चाहिँ टक्क लाएर फेरि आएर चाहिँ अब लगइन भइसकेको छ नि त होइन, र युजर भन्ने अब्जेक्ट पनि क्रिएट भइसकेको छ र सेसनमा छ, ठिक छ। अब म यहाँ चाहिँ होममा गएर लेट्स से होममा गयो अथवा चाहिँ यहाँ रुटमा गयो, ओके। अब आएर अबाउट हाने भने आउन दियो, हेर्न दियो नि त होइन, ठिक छ। सो भनेको मतलब त्यसरी चाहिँ पर्टिकुलर हामीले चाहिँ एक्सनहरूलाई पनि के गर्न सक्छौँ त, फिल्टर गर्न सक्छौँ क्या, ठिक छ। अब फेरि मैले चाहिँ यहाँ टक्क लाएर यहाँ ओके
ड्यासबोर्ड स्ल्यास लगआउट हान्ने बित्तिकै लगआउट भयो। फेरि अबाउटमा गयो भने लगइनमा फाल्दियो रमाइलो छ। ओके, सो फिल्टर पनि कसरी लेख्ने भन्ने कुरा थाहा भयो हैन। सो एनीथिङ कुनै पनि काम गर्दाखेरि जस्तै फर इक्जाम्पल फिल्टर हाल्नुको एडभान्टेज के हो त भन्दाखेरि यहाँभित्र चेक गरिराख्नु पर्दैन क्या, साइमल्टेनियसली यो काम पनि भइरहन्छ र त्यो फिल्टरको प्रोसेस पनि भइरहन्छ, अर्को थ्रेडमा रन हुन्छ क्या, ठिक छ। सो दुईटा थ्रेडमा रन हुने बित्तिकै के भयो त भन्दाखेरि यो कोडमा नत्र हामीले के गर्नु पर्थ्यो, हरेक टाइममा हरेक यो एनोटेसन मात्र हाल्दै पुग्ने भयो नि त यो पर्टिकुलर मात्र, नत्र के हुन्थ्यो हरेक एक्सनमा गएर यदि फलाना भएको भयो भनेर त्यो कोडको स्निपेटलाई ल्याएर लेख्नु पर्थ्यो, ठिक छ। सो फिल्टरले हामीले के सजिलो गर्यो त भन्दाखेरि एभ्री एक्सनहरू एभ्री रिजल्टहरू चाहिँ फिल्टर गर्न चाहिँ मद्दत गर्यो। गुड ओके, सो यहाँसम्म पनि सिद्धियो। ओके, अब एजाक्सको लागि सर्टेन चिजहरू गर्दैछौँ, ठिक छ। सो एजाक्समा चाहिँ म अघिको चाहिँ युजर रिपोजिटरीबाट गेट अल छ, यहाँ चाहिँ मैले अहिलेको लागि चाहिँ यहाँ के गर्दैछु भने यहाँ हाम्रो चाहिँ एडमिनभित्र होइन कि बाहिरै अहिले राख्छु। सो बाहिर यहाँ युजर कन्ट्रोलर भन्ने एउटा चाहिँ थप्छु, यो चाहिँ पछि तपाईँले एडमिनमा चाहिँ राख्न सक्नुहुन्छ। ओके, सो कन्ट्रोलर गऱ्यो, कन्ट्रोलरमा चाहिँ मैले लेखेँ एमबिसीमा, अहिले वेब एपिआई लेख्न लाएको छैन है, मैले अर्कै लेख्न लाएको छु मैले, ठिक छ। सो युजर कन्ट्रोलर भन्यो, सो युजर कन्ट्रोलरमा चाहिँ ओके दिस मेथड इज फर गेट, ठिक छ। सो यसले चाहिँ मलाई एक्सन रिजल्टमा भ्यू रिजल्ट गरेर लाएको होइन कि मैले चाहिँ ओके जेसन रिजल्ट चाहिँ फाल्न लाएको छु, ठिक छ। सो जेएसओएन जेसन रिजल्ट भन्ने छ विच इज अल्सो अ एक्सन रिजल्टकै पार्ट हो। सो जेसन रिजल्ट आरएसएलटी रिजल्ट इक्वल्स टु न्यू के त जेसन रिजल्ट। सो जेसन रिजल्ट गऱ्यो, ओके आरएसएलटी रिजल्ट डट, यहाँ चाहिँ के छ त भन्दाखेरि जस्तै फर इक्जाम्पल रिजल्टमा चाहिँ उसको एउटा चाहिँ टाइप भन्छ, जस्तै फर इक्जाम्पल जस्तै युजरको हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि रिजल्टमा चाहिँ हामी के गर्दैछौँ डेटा भन्नेमा चाहिँ पास गर्न सक्छौँ, ठिक छ। तर जेसन बिहेभियर रिजल्ट डट जेसन बिहेभियरमा चाहिँ टक्क लाएर हामीले के गर्नु पऱ्यो जेसन बिहेभियर डट एलाउ गेट भन्ने चाहिँ हाम्रो गर्नु पऱ्यो, ठिक छ। सो बाई डिफल्ट चाहिँ ओके, सो हामीले जेसन मात्र फाल्ने हो भने चाहिँ, किनभने नत्र चाहिँ उसले नट एलाउड भनिदिन्छ, ठिक छ। सो यो गरिसकेपछि अब मैले के गर्नु पर्यो आरएसएलटी रिजल्ट डट चाहिँ मैले के गरेँ डेटा भन्ने उसको छ विच इज सिमिलर टु भ्यू ब्याक। सो डट चाहिँ के अरे डेटामा चाहिँ डेटा इक्वल्स मैले फाल्न लागेको डेटा चाहिँ के हो त भने हाम्रो चाहिँ ओके सबभन्दा पहिला प्राइभेट आई युजर इम्पोर्ट गर्यो, ओके अंडरस्कोर युजर इक्वल्स टु न्यू के त युजर रिपोजिटरी। राइट, सो यो गरिसकेपछि डेटामा चाहिँ म के फाल्न चाहन्छु अंडरस्कोर युजर रिपोजिटरी डट के हो त गेट अल चाहिँ म फाल्न चाहन्छु। सो यसको मतलब रिटर्न चाहिँ मेरो के हुने भयो त रिजल्ट हुने भयो, ठिक छ। सो अब कस्तो देखिन्छ त हेरौँ न त युजर कन्ट्रोलर फाल्दाखेरि चाहिँ यसको इन्डेक्समा हुँदाखेरि। गुड, के अब्जेक्ट बनाएर फालेको हो हामीले जेसन अब्जेक्ट बनाएर है, ठिक छ। सो स्ल्यास युजर हान्ने बित्तिकै के आउँछ त हेरौँ न त, टन 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 जेसन हो यो हो है, एरे भित्र के छ त तीनटा जेसन अब्जेक्ट छ, ठिक छ। सो यो कुरालाई चाहिँ मैले के गर्नु पर्यो त अब चाहिँ यो चाहिँ र डेटा भयो। अब यो जेसन डेटा बनाउने बित्तिकै मलाई के एडभान्टेज भयो त भन्दाखेरि यदि मैले डट नेट एप्लिकेसन मात्र होइन कि मोबाइल एप्लिकेसन पनि बनाइरहेको छ भने यो युआरएल हान्ने बित्तिकै उसले पनि यो डेटालाई रिड गरेर आफ्नो साइटमा चाहिँ राख्ने भयो, अर्को साइटले पनि युज गर्न पाउने भयो विच इज अ र डेटा, ठिक छ। सो अब मैले चाहिँ के छ एउटा चाहिँ एजाक्समा चाहिँ इम्प्लिमेन्ट गर्न चाहन्छु, ठिक छ। सो यो अनुसार एजाक्समा इम्प्लिमेन्ट गर्ने हो भने यहाँ गइसकेपछि यो र डेटालाई जेसन रिजल्ट पनि थाहा भयो नि त होइन, ठिक छ। सो यो आइसकेपछि अब होमै कन्ट्रोलरमा जाउँ, होम कन्ट्रोलरमा यहाँ गइसकेपछि लेट्स से ओके जस्तै फर इक्जाम्पल होममै यहाँ जानै पर्दैन नि त होइन, इन्डेक्सको छ, इन्डेक्सको राइट क्लिक गरेँ, इन्डेक्सको राइट क्लिक गर्दाखेरि जस्तै फर इक्जाम्पल ल्यान्डिङ पेज होममा के थियो इन्डेक्समा, ओके। सो यो अनुसार हामीले चाहिँ होमको भ्यूमा गएँ, भ्यूमा गइसकेपछि हाम्रो इन्डेक्समै जाउँ, इन्डेक्समा चाहिँ यहाँ के लेखिरहेछ, ठिक छ। वेलकम टु कुनै के भनिरहेछ, आई डोन्ट निड दिस वेलकम थिङ, ओके। सो भित्रको कोलम लिडमा ओके अलराइट। सो यो डिप भित्र चाहिँ यहाँ चाहिँ टक्क लाएर मैले चाहिँ एउटा टेबल बनाएँ नि त, ठिक छ। सो टेबल बनायो, ओके टेबलको क्लास इक्वल्स टु के हो त टेबल ड्यास भ्युआर डिआर बोर्डर, ओके। सो टेबल ड्यास एचओभिआर होभर, ओके। सो टेबल होभर गर्यो एन्ड
tr गरे ओके सो th id h यहाँ चाहिँ नि युजर नेम भन्यो हैन सो th इमेल भन्यो ठीक छ पासवर्ड देखाउँदिन ओके सो th मा स्टेटस ठीक छ सो यसमा चाहिँ म के गर्न चाहन्छु त भन्दाखेरि id इक्वल्स टु चाहिँ लेट्स से युजर ड्याश टेबल भन्यो सो अब मैले एजाक्स बाट गेट गर्न चाहन्छु ठीक छ सो एसिंक्रोनसली सो आइ एम गोना राइट अ स्क्रिप्ट ओके सो डलर डकुमेन्ट डट अन के हो त रेडी सो फंक्सन ओके सो यो गर्दाखेरि अब मलाई चाहिँ रेडी हुने बित्तिकै एजाक्सबाट तानेर चाहिँ त्यहाँ देखाउन चाहन्छु भने कहाँ त यो टेबलमा ठीक छ सो यो टेबलमा सो भनेपछि मैले के गर्नु पर्यो त भन्दाखेरि डलर डट गेट ओके सो गेट छ हामीले तान्न लागेको के हो त जेसन तान्न लागेको सो गेट जेसन भयो सो गेट जेसनमा युआरएल हाम्रो के छ त स्ल्याश युजर छ सो यसलाई चाहिँ मैले रुट स्ल्याश गरिदिएँ ठीक छ रुट स्ल्याश युजर गर्यो त्यसपछि आएर कमा केही प्यारामिटर पास गर्नुपर्छ पर्दैन सिधै मैले फंक्सन सक्सेस फंक्सनको लेख चाहिँ लेख्दिएँ कल ब्याक्स ओके सो जुन फंक्सन छ त्यो लेखिँदाखेरिको चाहिँ यहाँ डेटा भने लेखेँ नि हैन सो अहिलेको जुन र डेटा थियो नि र डेटा यो पार्ट यो चाहिँ एक्चुअलमा आएर चाहिँ यो डेटा भन्ने भेरिएबलमा आएर बस्छ ठीक छ सो त्यसपछि आएर मैले के गर्नु पर्यो लुप लाउनु पर्यो थाहा छ नि त हैन ओके सो त्यो एरेमा छ ओके डेटा एरेमा छ किनभने हाम्रो आउन लागेको डेटा एरे भित्र अब्जेक्ट छ ठीक छ सो तर म देखाउन चाहन्छु कहाँ त युजर टेबलमा देखाउन चाहन्छु ठीक छ सो यो अनुसार सबभन्दा पहिला मैले के गरेँ ओके var डलर युजर अंडरस्कोर युजर टेबल भनौँ न इक्वल्स टु चाहिँ डलर ह्याश यो टेबल भन्यो ठीक छ सो यो गरिसकेपछि सबभन्दा पहिला हाम्रो चाहिँ पहिला के लाउनु पर्यो त डलर डट इच भन्यो ठीक छ इच चाहिँ के हो त डेटा किनभने डेटा एरेमा आउँछ हामीलाई थाहा छ ठीक छ त्यो आएको इच डेटालाई के गर्नु त भन्यो ओके फंक्सन आई कमा ओ भन्यो आई भनेको इन्डेक्स भयो ओ भनेको के हो त अब्जेक्ट भन्यो त्यहाँभित्र भएको इच जेसन अब्जेक्ट ओके इच जेसन अब्जेक्टलाई म चाहिँ इच रोमा लाएर रेन्डर गर्न चाहन्छु ठीक छ सो यो अनुसार डलर टीआर इक्वल्स टु चाहिँ के गर्ने अन दि फ्लाई मैले के जेनेरेट गर्नु पर्यो टीआर भन्ने चाहिँ जेनेरेट गर्नु पर्यो ठीक छ सो यो एउटा चाहिँ टीआर ओके सो टीआर भित्र के हुन्छ त टीडी हुन्छ नि त सो डलर टीडी ओके सो डलर टीडी ओके टीआर डट एपीपीएनडी एपेन्ड के त एपेन्डमा चाहिँ के गर्नु पर्यो त भन्दा के एपेन्ड गर्ने त भन्यो ओके टीडी एपेन्ड गर्न चाहन्छु म ठीक छ सो टीडी प्लस चाहिँ हाम्रो ओ डट चाहिँ हाम्रो आईडी चाहिँ म देखाउन चाहन्छु भन्यो ठीक छ सो प्लस गर्यो ओके टीडी गरे ओके सो यो चीजलाई लास्टमा आएर मैले चाहिँ कहाँ एपेन्ड गर्ने हो त भन्दाखेरि डलर युजर टेबल डट एपीपीएनडी एपेन्ड डलर टीआर भन्यो ठीक छ रु हो त हाल्दै जानु पर्यो सो यो अनुसार मैले एपेन्ड के गर्दै जानु पर्यो त युजर नेम पासवर्ड इमेल ओके सो युजर नेम नै आउने हो हेरौँ यहाँ कीमा चाहिँ युजर नेम नै छ एन्ड देन पासवर्ड छ अलराइट सो युजर नेम इमेल एन्ड लास्टमा के थियो स्टेटस अलराइट सो यसको मतलब अब फेरि एकचोटि म रन गरेँ ठीक छ एउटा चाहिँ अब्जेक्ट यो डिजाइन गर्ने तरिका त्यही हो अन दि फ्लाई त्यही गरिदिने त्यो मतलब छैन क्या एउटा अब्जेक्ट लिएको क्या अब्जेक्ट ओके ओके एजाक्स कल हुन्छ कि हुँदैन हेरौँ इन्स्पेक्ट गरेर राख्छु म ठीक छ सो एसिन्क्रोनसली हेरौँ नेटवर्कमा गएँ इन्डेक्स पेज कल गर्दैछ अब एसिन्क्रोनसली हाम्रो ऊ पनि कल गर्छ कि गर्दैन हेरौँ हो युजर डेटा पनि देखाउँछ कि देखाउँदैन ओके के आयो अलराइट सो सेन्ड यहाँ चाहिँ आयो मैले एसिन्क्रोनसली मैले केही कल गरेको थिएँ हेरौँ स्ल्यास युजर थियो ओके युजर टेबल आयो तर के आएन त यहाँ पोल गर्यो स्ट्रङ लङ पोलिङ भन्यो नेगोसिएट युजरमा इन्डेक्समा यहाँ भन्यो ओके एक्चुअली क्लियर गरौँ एन्ड अगेन एक्चुअली रिफ्रेस गरौँ ओके स्क्रिप्ट गर्यो रेस्पोन्स डट जेएस त्यहाँ डलर आएन नि त
गेट जेसनमा चाहिँ $.ready document.ready यसको मतलब केही न केही त प्रब्लम छ यहाँ प्रब्लम छ देख्यो हो 1 देख्यो देख्यो नि त हैन सो यसको मतलब क्लिक गरे सो के प्रब्लम छ त यहाँ कन्सोलमा गएर थाहा हुन्छ हामीलाई ओके डलर इज अनडिफाइन्ड नि त हेरौँ है किन अनडिफाइन्ड भयो त भने सो राइट क्लिक गरेर भ्यू सोर्स गर्दाखेरि जेक्वेरी यहाँ माथि लोड छ छैन नि त हैन ठिक छ सो जेक्वेरी मैले कहाँ लोड गरेको छु त मैले जेक्वेरी यहाँ कहीँ लोड छ यहाँ मुनि लोड छ ठिक छ तर जेक्वेरी यहाँ मुनि लोड छ मैले स्क्रिप्ट चाहिँ यहाँ कहाँ लेखेँ त माथि लेखेँ भनेपछि उसले के भेटाएन त यो डकुमेन्ट रेडी भन्ने कुराहरू भेटाएन सो भनेपछि एटलिस्ट जेक्वेरीलाई मैले कहाँ लोड गरिदिनु पर्यो त टाउकोमा लोड गर्नु पर्यो ठिक छ सो यो अनुसार स्क्रिप्टमा गएँ यहाँ गएर मेरो लेआउटमा गयो सो लेआउटमा गइसकेपछि यहाँ स्क्रिप्टमा चाहिँ मेरो के छ भने जस्तै स्क्रिप्ट डट रेन्डरमा यो बन्डल छ ठिक छ सो कन्ट्रोल एक्स गरेँ यसलाई चाहिँ मैले कहाँ लगेर रेन्डर गर्नु पर्यो यहाँ लगेर रेन्डर गर्नु पर्यो ठिक छ सो यो अनुसार अब यहाँ मैले यहाँ आएर के गरेँ त यो पेजमा रिफ्रेस हानेर नि त ठिक छ सो स्टिल इन्फेक्स गरौँ किनभने कोडमा राख्दाखेरि यहाँ जेक्वेरी आइसक्यो ओके सो इन्स्पेक्ट एलिमेन्ट गरौँ के एरर आएको छ हेरौँ ओके ओके 404 नट फाउन्ड ओके सो यहाँ चाहिँ मेरो के भयो त भन्दाखेरि यो रुटको चाहिँ एरर देखायो अहिले हैन देख्यो नि त हैन सो यसको मतलब के हो त भन्दाखेरि त्यो के हाल्नु पर्यो अब मैले यो यसरी राख्न हुँदैन भन्यो अलराइट सो यसको मतलब मैले चाहिँ हाम्रो इन्डेक्स यहाँ है index.html मा गयो यहाँ गइसकेपछि यसलाई चाहिँ मैले टक्क लाएर ल युजरमै मैले यति मात्र लेख्दिएँ ठिक छ सो यो गरिसकेपछि एकचोटि रिफ्रेस गरेँ ओके अब फेरि यहाँ समस्या आयो के समस्या आयो त भन्दाखेरि होमसँग आएर जोडियो ठिक छ सो अब मलाई सुरुदेखि गर्नुको लागि के गर्नु स्ल्यास हाल्ने बित्तिकै के हुन्छ जहिले पनि रुटदेखि आउँछ के हैन स्ल्यास हाल्ने बित्तिकै ठिक छ सो 3 डिफ्रेन्ट तरिकाले निकाल्ने ओके आयो एसिन्क्रोनसली डाटा आयो नि त हैन ठिक छ सोर्सेसमा नेटवर्कमा जाउँ नेटवर्कमा जाँदाखेरि हामीले चाहिँ अघि तानेको थियो के थियो ओके युजर भन्ने तानेको थियो ठिक छ सो यहाँ गयो यहाँ गइसकेपछि रेस्पोन्समा के आएको थियो त यो र डेटा आएको थियो ठिक छ सो त्यो आएको र डेटालाई हामीले कहाँ देखाइदियौँ त एजाक्सको थ्रुबाट देखाइदियौँ ठिक छ गुड एजाक्सबाट आएको हो ठिक छ अब अलिकति मोडिफाई गरौँ न त ओके यहाँ चाहिँ स्ट्याटस छ अरे जस्तै फर इक्जाम्पल यहाँ चाहिँ स्ट्याटसमा चाहिँ त्यो रोडलाई चाहिँ यदि चाहिँ के गर्छु चाहन्छु भने ओके यहाँ इफ o.stats status इक्वल्स टु चाहिँ मेरो के छ इक्वल्स टु चाहिँ फल्स अरे नि त नट हैन त $tr.addclss क्लासमा चाहिँ के क्लास नेम एड गर्ने त भन्दाखेरि जस्तै डेन्जर भन्ने रो चाहिँ एड गरेर नि त ठिक छ ओके सो अब के गर्छ हेरौँ त ओके सबैमा आयो किनभने इफ नट इक्वल्स टु ओ भन्यो यहाँ स्ट्रिङ आउँछ के इक्वल्स टु फल्स हो कि हैन स्ट्रिङमा आउँछ स्ट्याटस फल्स ओके सो यो अनुसार रिफ्रेस एउटा मात्र ओके अझै यहाँ के मिलाएको छैन इक्वल्स टु यदि चाहिँ के छ एड क्लास स्ट्याटस इक्वल्स टु o.status स्ट्याटसमा एस क्यापिटल थियो नि त हैन त सो इफ नट इक्वल्स टु के हो त false okay so let's refresh this again and let's see what happens ayo this one is red now oh यहाँसम्म क्लियर छ सबै क्लियर एभ्रिथिङ इज क्लियर सो हामीले त्यहाँ माथिको चारैवटा कुरा आजको भिडियोमा सबै रेकर्ड गर्यौँ एजाक्स पनि चलायौँ पोस्टको बाहेक पोस्टको अझै अब बढ्दै जान्छ अब वेब एपिआई पनि आउँछ बिस्तारै आउँछ सो अब हामीले चाहिँ के गर्छौँ सानोतिनो लगइन पनि राख्न सक्यौँ मेम्बरसिप पनि राख्यौँ त्यसपछि आएर हामीले चाहिँ फिल्टर पनि गऱ्यौँ त्यसपछि एजाक्स पनि राख्यौँ अब सानोतिनो एप्लिकेसन चाहिँ एमबिसीमा अब तपाईँले स्टार्ट गर्दै जानु पर्यो कि अब चाहिँ ओके ठिक छ गुड आजलाई यति नै धन्यवाद